साथीहरु तपाईलाई स्वागत छ यस च्यानलमा। आजको भिडियोमा चाहिँ हामीले प्रोडक्सन अफ भेरी लो टेम्परेचर अथवा हामीले चाहिँ कुनै पनि सब्स्टेन्स छ अथवा कुनै पनि म्याटर छ भने त्यसको त्योलाई चाहिँ हामीले एकदमै लो टेम्परेचरमा कसरी प्रोड्युस गर्ने भनेर पढ्नेछौँ। सो यसमा चाहिँ डिफ्रेन्ट तरिकाहरू छ है। यसमा चाहिँ के भन्छ भने चाहिँ फर्स्टमा चाहिँ हामीले चाहिँ ग्यासलाई चाहिँ हामीले त्यसको टेम्परेचर रिड्युस गर्नु छ भने चाहिँ हामीले चाहिँ लिक्विफेक्सन अफ ग्यासेस पढ्नुपर्छ अथवा लिक्विफेक्सन अफ ग्यासेससँग रिलेटेड हुन्छ। सो हामीले चाहिँ लो टेम्परेचर हामीले चाहिँ ग्यासको अथवा कुनै पनि सब्स्टेन्सको टेम्परेचर अझै लो गर्नु छ भने चाहिँ त्यसलाई चाहिँ प्रोडक्सन कसरी गर्न सक्छौँ भने चाहिँ फर्स्टमा चाहिँ हामीले साल्टमा आइसमा साल्ट हालेर हैन, तपाईलाई थाहा छ आइसमा साल्ट हाल्यो भने अझ त्यो कति चिसो भइरहेको हुन्छ नि, त्यसको आइसको पनि टेम्परेचर घटिरहेको हुन्छ कि अझ करेन्टली लाग्छ हैन। यो आइसमा साल्ट हाल्यो भने त झन् कुलिङ बाई इभापोरेसन अफ लिक्विड अन्डर रिड्युस प्रेसरमा चाहिँ तपाईँले लिक्विडको इभापोरेसन गरेर पनि तपाईँले टेम्परेचर लो गेन गर्न सक्नुहुन्छ। त्यसरी नै हाम्रो एडियाबेटिक एक्सपान्सन यो चाहिँ पढ्नेछौँ हैन। 3, 4, 5 चाहिँ हामीले यो च्याप्टरमा पढ्नेछौँ है। यो चाहिँ सिम्पल कुराहरू भएर चाहिँ मैले यो अगाडि पनि भनिसकेँ, यो क्लसिस लमा नै अलिअलि लाग्छ यो कुरा चाहिँ। यो इभापोरेसन चाहिँ हाम्रो रिड्युस प्रेसर रिड्युस भयो भने त हायर प्रेसरबाट लोवर प्रेसरमा गयो भने त टेम्परेचर रिड्युस हुन्छ। अब यो एडियाबेटिक एक्सपान्सनबाट अथवा यो जुल थम्सन इफेक्ट र रिजेनरेटिभ कुलिङबाट पनि तपाईँले अलिकति आइडिया पाउन सक्नुहुन्छ। सो ढिला नगरेर सुरु गरौँ त। एडियाबेटिक एक्सपान्सन भने चाहिँ के हो? अब एडियाबेटिक प्रोसेस भने तपाईँलाई थाहा छ के हो? एडियाबेटिक प्रोसेस भनेपछि डिक्यू चाहिँ 0 हुन्छ अथवा चेन्ज इन हिट चाहिँ के हुन्छ? कन्स्टेन्ट हुन्छ हैन। भनेपछि अब यसमा एडियाबेटिक एक्सपान्सनमा के गर्छन् भनेपछि एउटा अब मैले यसमा बनाएँ। अब अगाडिदेखि भिडियो हेर्नुभएको छ भने तपाईँलाई थाहा होला, नभए नि ल एउटा यो डब्बा भयो हैन। अब यो ट्युबबाट पास भइरहेछ। अब यसमा चाहिँ एकदमै एउटा मैले थ्रटल गर्नको लागि एउटा के राखिदिएँ है, थोरै मात्र पास होस् भनेर। तर यसमा चाहिँ प्रेसर चाहिँ P2 छ, यसमा चाहिँ प्रेसर P1 छ हैन। यसबाट V1 चाहिँ यसको भोल्युम, यसको V2 छ मानौँ ल हैन। ल P2 V2 हैन। अब यसबाट चाहिँ ग्यास पास भयो। यो प्रेसर चाहिँ धेरै छ, यो प्रेसर चाहिँ एकदमै लो छ भन्नाले हायर प्रेसरबाट लोवर प्रेसरमा गइरहेछ हैन। त्यस्तो बेला चाहिँ के हुन्छ भनेपछि हायर प्रेसरबाट लोवर प्रेसरतिर गइरहेको बेला टेम्परेचर त कन्स्टेन्ट छ, टेम्परेचर गरेर डिक्यू चाहिँ कन्स्टेन्ट छ। यो चाहिँ पुरै इन्सुलेटिङ हो है, बाहिरबाट हिट एक्सचेन्ज गर्न सक्दैन, त्यसैले त एडियाबेटिक भनिरहेछ हैन। अब सोच्नुहोस् यसले चाहिँ यता प्रेसर लोवर प्रेसरमा गयो भने त टेम्परेचर घटाउँछ हैन। हायर प्रेसरबाट चाहिँ सिधै लोवर प्रेसरमा गइरहेछ भने ग्यास त टेम्परेचर घट्छ। किन घट्छ भनेपछि यसले चाहिँ यसको इन्टरनल एनर्जी चाहिँ खर्च गर्नुपर्छ के त्यो प्रेसरको अगेन्स्टमा के है। प्रेसरको त्यो लोवर प्रेसर एउटै प्रेसर भएको भए त टेम्परेचर घट्थेन, तर चाहिँ यसको चाहिँ यसले यसको इन्टरनल एनर्जी खर्च गर्नुपर्छ यो प्रेसर चाहिँ मेन्टेन गर्नको लागि हैन। भनेपछि त्यसरी चाहिँ हामीले यो के भन्छ लोवर टेम्परेचर हामीले गेन गर्न सक्छौँ। र यसमा चाहिँ अर्को के भनेको छ भनेपछि त्यो अब इन्टरनल एनर्जी भने चाहिँ के? इन्टरनल एनर्जी भने त यो उसको फङ्सन हो नि त, यो टेम्परेचरको फङ्सन हो। त्यसैले चाहिँ एडियाबेटिक एक्सपान्सन गर्दाखेरि चाहिँ टेम्परेचर ज्यापर रिड्युस हुन्छ है। अब त्यसपछि चाहिँ हेरौँ हैन। त्यसपछि चाहिँ यो हामीलाई थाहा छँदैछ एडियाबेटिक एक्सपान्सन अथवा एडियाबेटिक प्रोसेसको यो PV गामा इक्वल्स टु कन्स्टेन्ट भन्ने हाम्रो फर्मुला नै हो हैन। इक्वेसन यस्तो फर्ममा आउँछ। अब तपाईँले टेम्परेचर र प्रेसरको टर्ममा ल्याउनको लागि यस्तो आइरहेको हुन्थ्यो, तपाईँलाई थाहा नै छ। त्यसो भए अब यसलाई चाहिँ हामीले P1 - गामा, यसलाई गामालाई तल ल्याइदिन सक्छौँ हैन। कसरी भनेपछि अब दुईटैलाई गामा बाई गामा गरिदियो भने सबै अब यसरी गर्न सकिन्छ भन्ने थाहा पाउनु भएको छ, तपाईँले भन्नु पर्दैन होला। अब यो दुईटै अब यो T1 P1 अब र T2 P2 किनभने कन्स्टेन्ट हुन्छ भन्ने थाहा पाइहाल्नु भयो हैन। अब त्यसपछि चाहिँ यता T2 भने चाहिँ यस्तो फर्ममा आयो। अब यसमा चाहिँ एउटा न्युमेरिकल दिएको रहेछ है। अब त्यसपछि CO2 छ एउटा ग्यास रुम टेम्परेचर। अब T1 भनेर रुम टेम्परेचर भन्ने थाहा पाइहाल्नु भयो तपाईँले, 27 डिग्री सेल्सियस हैन। भनेपछि कम्प्रेस कति भएको छ 150 ATM। P1 पनि दिइहाल्यो, रिलिज टु एटमोस्फेरिक प्रेसर भने 1 ATM दिइहाल्यो। भनेपछि अब T2 पनि दिइहाल्यो, T1 पनि दिइहाल्यो, P2 पनि दिइहाल्यो, P1 पनि दिइहाल्यो। भनेपछि T2 त निकाल्न मजाले सक्नुहुन्छ नि त। त्यसपछि अब हामीले चाहिँ थर्मोडाइनामिक्स अफ रेफ्रिजरेसन पढ्नुपर्छ। सो यसमा चाहिँ रेफ्रिजरेटर हैन, रेफ्रिजरेटर हुन्छ, त्यसले चाहिँ कसरी काम गर्छ है, त्यसको चाहिँ खास थर्मोडाइनामिक्स के हुन्छ, कसरी चाहिँ त्यसले काम गर्छ भन्ने कुरा पढ्नु पर्यो। अब त्यसमा चाहिँ के हुन्छ भन्नुहुन्छ भनेपछि फर्स्टमा चाहिँ यो अब त्यसमा नि एडियाबेटिक एक्सपान्सनै हो है कुरा मेन भनेको। यसमा चाहिँ के हुन्छ भनेपछि लोवर टेम्परेचर हाम्रो थाहा छ, त्यो क्लसिसको हामीलाई ल पनि थाहा छ, सेकेन्ड ल अफ थर्मोडाइनामिक्स हैन। कोल्ड बडीबाट हामीले के गर्छौँ हामीले कोल्ड बडीबाट नि हिट चाहिँ हट बडीमा दिन्छौँ के है। भनेपछि कोल्ड बडीबाट हामीले हट बडीमा हिट त त्यतिकै दिन सक्दैनौँ, त्यसमा चाहिँ एक्सटर्नल वर्क गर्नुपर्छ। सो यो एक्सटर्नल वर्कबाट चाहिँ हामीले कोल्ड बडीबाट हट बडीमा यो जुन के हुन्छ
हिट दिन्छ भनेपछि त्यसलाई चाहिँ हामीले रेफ्रिजरेटर अथवा रेफ्रिजरेसन भन्छौँ हैन। अनि योमा चाहिँ यो वर्किङ सब्स्टेन्सलाई चाहिँ हामीले रेफ्रिजरेन्ट भन्छौँ कि। अब यो रेफ्रिजरेन्ट भने चाहिँ यसमा छ कि यो वर्किङ सब्स्टेन्स भने लिक्विड हो हैन। यो लिक्विडलाई चाहिँ फर्स्टमा के गर्छौँ भनेपछि हामीले अब यसमा चाहिँ के भन्छ भनेपछि यो टेम्परेचर चाहिँ यो कन्डेन्सर छ नि यसकोसँग चाहिँ बराबर राख्छ है। यो टेम्परेचर चाहिँ बराबर राख्छ, यो पनि टेम्परेचर पनि बराबर हुन्छ र यसको पनि टेम्परेचर बराबर हुन्छ भन्छ है। यो तीनटाको टेम्परेचर बराबर छ, कस्तो कस्तो लिक्विडको, कन्डेन्सरको र हाम्रो हट रिजर्भरको टेम्परेचर बराबर छ। अनि त्यसपछि चाहिँ के गर्छ भनेपछि यसले यो लिक्विड छ, यो थ्रटलिङ भल्भ छ हैन। यो थ्रटल भयो भने के हुन्छ, यसको एडियाबेटिक एक्सपान्सन हुन्छ, एडियाबेटिक एक्सपान्सन हुन्छ हैन। भनेपछि यसको टेम्परेचर अलिकति घट्छ हैन, घट्छ। यसको टेम्परेचर घट्यो भने के हुन्छ, अब इभापोरेटर भयो, इभापोरेटरले हिट कहाँबाट लगिरहेछ, कोल्ड रिजर्भयरबाट लगिरहेछ। यसको कोल्ड रिजर्भयरबाट हिट लगिरहेछ, अब यसमा ग्यास आउँछ। अब यसमा ग्यास आयो भने के हुन्छ, सरी लिक्विड आइरहेछ हैन, लिक्विड आइरहेछ। यो लिक्विड आयो भने फेरि यसमा के हुन्छ, अब इभापोरेटरले इभापोरेट गरिदिन्छ हैन, लो प्रेसरमा लगिदिन्छ यसलाई हैन। अब यसलाई लो प्रेसरमा लग्यो, अब त्यसपछि के गर्छ, हिट चाहिँ हेर्नु है, हिट चाहिँ कसले लगिरहेछ, कोल्ड रिजर्भयरबाट चाहिँ यसले हिट गेन गरिरहेछ है। कोल्ड रिजर्भयरलाई अझै कम टेम्परेचरमा लगिरहेछ यसले हैन। भनेपछि अझै कम कोल्ड गरिरहेछ यसलाई हैन, कुल गरिरहेछ। अब यो इभापोरेटरबाट गएको ग्यास हैन, अब इभापोरेटरले त ग्यास बनाउँछ, ग्यासबाट गएको चाहिँ योबाट थ्रटल हुँदै हैन। अब यसले चाहिँ कम्प्रेसरमा जान्छ, कम्प्रेसरमा के हुन्छ, यहाँ प्रेसर P1 हुन्छ, यसमा प्रेसर P2 हुन्छ। प्रेसर डिफरेन्सको कारणले के हुन्छ, यो एडियाबेटिक एक्सपान्सन हुन्छ। अब हामीले चाहिँ कम्प्रेसरमा चाहिँ हामीले चाहिँ ओक्डन लगाउँछौँ है। वी शुड ह्याभ टु डु ओक्डन इन कम्प्रेसर, कम्प्रेसरमा हामीले ओक्डन युज गर्छौँ हैन। ओक्डन कम्प्रेसरमा लगायो भने अब यसले चाहिँ के गर्छ भनेपछि यसको बराबर प्रेसर हुने गरी यसले चाहिँ हामीले के गरिदिन्छौँ, यसलाई यसबाट चाहिँ उता पास हुन दिन्छौँ ग्यासलाई हैन। त्यस्तो भयो भने चाहिँ यो एडियाबेटिक एक्सपान्सन भयो। अब यो चाहिँ के हुन्छ, कुल हुन्छ। अब यो कुल भएपछि के हुन्छ भनेपछि अब हामीले चाहिँ त्यही टेम्परेचरमा के हुन्छ, अब यो कुल भएको यो ग्यास अथवा जे पनि छ हैन, ग्यासकै फर्ममा पठाउँछौँ हामी। अब यो ग्यास चाहिँ के हुन्छ, कन्डेन्सरमा जान्छ। कन्डेन्सरले के गर्छ, यसले चाहिँ कन्डेन्स गर्छ लिक्विड के अरे ग्यासलाई लिक्विडको फर्ममा कन्डेन्स गरिदिन्छ। अब यो कन्डेन्सरले के गर्छ भने हट रिजर्भयरमा चाहिँ के पठाइरहेछ, हिट रिजेक्ट गरिरहेछ। त्यसैले चाहिँ यो एरो हेर्नु त, यो हिट चाहिँ रिजेक्ट गर्छ। यो जुन के भइरहेछ, यो कन्डेन्सरले के गर्छ, हिट रिजेक्ट गर्छ। कसबाट, यो लिक्विडबाट है। जुन ग्यासबाट चाहिँ हिट चाहिँ रिजेक्ट गरेर यो चाहिँ लिक्विडमा कन्भर्ट हुन्छ हैन। सो यो फेरि यो लिक्विड चाहिँ के हुन्छ, त्यही टेम्परेचरमा फेरि अब यो लिक्विड स्टोरेजमा जान्छ। फेरि लिक्विड स्टोरेजबाट थ्रटलिङ डिभाइस हुँदै यो टेम्परेचर घट्छ, फेरि इभापोरेटर इभापोरेट गरिदिन्छ हैन। हिट कहाँबाट लगिरहन्छ, फेरि कोल्ड रिजर्भयरलाई, कोल्ड रिजर्भयरलाई झन् कम टेम्परेचर अथवा झन् कुल गरिदिन्छ हैन। भनेपछि अब यसरी चाहिँ काम गर्छ। अब यसमा चाहिँ ओक्डन कसरी भयो, इफिसियन्सी कसरी निकाल्ने भनेर कुरा आउँछ हैन। अब यसमा चाहिँ हाम्रो हेर्नुहोस् त, इफिसियन्सी भनेको चाहिँ के हो, इफिसियन्सी भनेको चाहिँ आउटपुट वर्क सरी म यसमा गरेँ। इफिसियन्सी भनेको के अरे, हाम्रो आउटपुट वर्क डिभाइड बाई इनपुट वर्क हैन। अब यो आउटपुट के छ यसमा हेर्नु त, रेफ्रिजरेटरमा आउटपुट के छ, आउटपुट के छ, हामीले यसबाट गर्दै गर्दाखेरि हामीले यो कोल्ड रिजर्भयरलाई अझै हामीले कोल्ड गर्नुपर्ने छ हैन। यसबाट चाहिँ हामीले हिट एक्स्ट्रा गरिरहेछौँ भनेपछि आउटपुट के भयो, हामीले चाहिँ कोल्ड रिजर्भयरबाट हिट एक्स्ट्रा गरिरहेछौँ। यसलाई के मानिरहेछौँ हामीले फेरि Q2। अब Q1 कसलाई मानिरहेछौँ, हामीले जुन हिट रिजेक्ट गरिरहेछौँ भनेपछि आउटपुट के भयो, Q2 भयो। अब ओक्डन भने कसरी भयो, यो दुईटाको बिचको टेम्परेचर डिफरेन्सलाई हामीले ओक्डन भन्ने हो हैन, नभए त अरू त सबै हिटमा कन्भर्ट हुने हो। Q1 माइनस Q2 भयो भनेपछि इफिसियन्सी के भयो यसको, Q1 माइनस Q2। अब हामीलाई थाहा छ, अब यो कार्नट इन्जिनमा हेर्नुहोस् त, कार्नट इन्जिनमा के हुन्छ, Q1 बाई Q2 इक्वल्स टु T1 बाई T2 हुन्छ। भनेपछि अब हामीले Q1 बाई Q2 इक्वल्स टु T1 बाई T2 गर्न पायो। भनेपछि अब त्यसो भए इफिसियन्सी भनेपछि हामीलाई T2 बाई T1 माइनस T2 गर्न पायो। भनेपछि अब त्यस्तो पाइसकेपछि के गर्नु पऱ्यो हामीले, अब हामीलाई कार्नट इन्जिन हामीलाई थाहा छ, कार्नट इन्जिनको इफिसियन्सी कसरी निकाल्ने, T1 माइनस T2 बाई T1 हुन्छ हैन। अब हेर्नुहोस् है, मैले यसलाई -1 गरिदिएँ, दुइटालाई इफिसियन्सीलाई के गरिदिएँ, -1 गरिदिएँ है। अब यो अगाडिको हामीलाई त्यो जुन थियो नि यो बिटा है, त्यसको इफिसियन्सीलाई चाहिँ हामीले बिटा भन्छौँ, जुन चाहिँ Q2 बाई Q1 माइनस Q2 थियो अथवा T2 बाई T1 माइनस T2 थियो हैन। यसलाई चाहिँ हामीले के भन्छ, कोफिसियन्ट अफ
पर्फर्मेन्स पनि भन्छौँ, COP पनि भन्छौँ हैन, कोफिसिएन्ट अफ पर्फर्मेन्स अथवा यसको चाहिँ इफिसियन्सी है रेफ्रिजरेटरको। अब यो यसमा चाहिँ मैले -1 गरिदिएँ है। अब यसमा नि के गर्छु मैले -1 गर्छु हैन। T1 - T2 -1 सरी यसमा अलिकति गलत गरेछु, किनभने यसरी त हुन्न नि त। यो T1 - T2 भने फेरि माइनस T2 आइरहेछ हैन। भनेपछि इफिसियन्सी छ हैन, यसको कार्नट इन्जिनको कति T1 - T2 T1 हो हैन। अब यसलाई चाहिँ मैले उल्टाइदिइरहेको छु, 1/eta = T1 / T1 - T2 हुन्छ। यो दुईटालाई -1 गर्ने, अब 1/eta - 1 = T1 - T2 -1 गर्यो भने 1 - eta हुन्छ eta हुन्छ। भनेपछि यो चाहिँ अब T1 माइनस यो माइनस T1 हुन्छ। अब यो त माइनस प्लस भइहाल्छ, T2 भइहाल्यो हैन, बाइ T1 - T2। यो T1 कट्यो भनेपछि 1 - eta = eta डिभाइडेड बाइ eta = T2 / T1 - T2। भनेपछि अब हेर्नुहोस् है, T1 - T2 हो। भनेपछि यो भने के हो, यो कोफिसिएन्ट अफ पर्फर्मेन्स अफ रेफ्रिजरेटर अथवा यसलाई चाहिँ इफिसियन्सी भन्न मिल्छ। भनेपछि इफिसियन्सी भनेपछि यो चाहिँ बीटा भयो। यसलाई चाहिँ यसरी निकाल्न पाइन्छ। यो भने चाहिँ इटा भने चाहिँ कार्नट इन्जिनको इफिसियन्सी भयो हैन। यसको यसरी रिलेसन पनि निकाल्न सकिन्छ, योसँग यस्तो पनि हो। भनेपछि यसरी चाहिँ हामीलाई रिलेसन निकालेछ, अरु खासै केही पनि गरेको छैन है। सो यति नै हो। अब यसमा चाहिँ के भनेछ भने चाहिँ कोफिसिएन्ट अफ पर्फर्मेन्स अफ नो रेफ्रिजरेटर वर्किङ बिट्विन टु रिजर्भर। अब यो जुन कार्नर रेफ्रिजरेटर भन्दा धेरै चाहिँ कुनै रेफ्रिजरेटरको पनि इफिसियन्सी हुन सक्दैन हैन। अब एक्चुअल रेफ्रिजरेटरको चाहिँ इफिसियन्सी चाहिँ अथवा कोफिसिएन्ट अफ पर्फर्मेन्स चाहिँ 2 देखि 6 सम्मको हुन्छ भनेर भनेछ। सो एडियाबेटिक एक्सपान्सन इन्जिनमा चाहिँ के छ भनेपछि यसमा चाहिँ मेनली चाहिँ प्रेसरको खेल्छ है। सो हाउ यु प्ले द प्रेसर भन्ने टाइपको हुन्छ नि, त्यो प्रेसरलाई चाहिँ तपाईँले कताबाट कता डिरेक्सनमा चाहिँ चेन्ज गर्नुहुन्छ अथवा लग्नुहुन्छ हैन। हामीलाई चाहिँ प्रेसर थाहा छ, हायर प्रेसरबाट लोवर प्रेसरमा चाहिँ ट्रान्सफर हुने हो हैन। सो यसमा चाहिँ के हुन्छ भनेपछि एडियाबेटिक एक्सपान्सनमा के हुन्छ भनेपछि फर्स्टमा चाहिँ यसमा सिधै मैले यो त तपाईँले थाहा पाउनुभएको छ। यसमा चाहिँ के हुन्छ भनेपछि यो यसमा चाहिँ एडियाबेटिक एक्सपान्सन भइसक्यो, त्यसमा डिक्यू त 0 हुने भयो हैन, अथवा चेन्ज इन हिट चाहिँ 0 हुने भयो। अब त्यसो भए यसले चाहिँ प्रेसर डिफरेन्सको कारणले चाहिँ यसले लोवर प्रेसरमा जाँदाखेरि चाहिँ यसले आफ्नो इन्टरनल एनर्जी खर्च गर्नुपर्ने हुन्छ। इन्टरनल एनर्जी भनेपछि के हो, इन्टरनल एनर्जी इज द फङ्सन अफ टेम्परेचर। भनेपछि टेम्परेचर चाहिँ रिड्युस हुने भयो, यसरी चाहिँ बुझ्दा हुन्छ है। यसमा चाहिँ हाम्रो फर्स्टमा चाहिँ के हुन्छ भनेपछि यसमा चाहिँ ग्यास हुन्छ है, कोल्ड रिजर्भरमा के हुन्छ ग्यास हुन्छ। अब ग्यास चाहिँ के जान्छ, सिधै कम्प्रेसरमा जान्छ। कम्प्रेसरमा गइसकेपछि के हुन्छ, यो चाहिँ कम्प्रेसरमा गइसकेपछि के हुन्छ, यसको प्रेसर बढ्छ है। फर्स्टमा चाहिँ टीएमा छ, यसरी साइकल बुझाएको है, यसलाई नै यसमा साइकलमा बुझाएको। यो टीए भन्ने टेम्परेचरमा छ फर्स्टमा यो हैन। अब त्यसपछि चाहिँ के गर्छ यसले, यो सिधै केमा जान्छ, अब यो कम्प्रेसरमा जान्छ। कम्प्रेसरमा गइसकेपछि यसको प्रेसर बढ्छ हैन। प्रेसर बढ्यो भने त यसमा टेम्परेचर पनि बढ्छ नि त। सो टिबीमा जान्छ सिधै हैन, प्रेसर बढ्यो हैन, टिबीमा गयो। अब त्यसो भए के हुन्छ, यो फेरि केमा जान्छ, कुलेन्टमा जान्छ। कुलेन्टमा गएपछि के हुन्छ, यसको हिट चाहिँ घट्छ है, हिट घट्छ। Q1 अमाउन्ट अफ हिट चाहिँ के हुन्छ, एब्जर्ब गरिदिन्छ कुलेन्टले है। अब भनेपछि यो कम्प्रेसरमा गयो भने कहाँ जान्छ, सी भनेपछि यो पोइन्ट हो है। कुलेन्टमा गयो भने यसको प्रेसर कति हुन्छ, प्रेसर चाहिँ कन्सटेन्ट हुन्छ। तर के हुन्छ, हाम्रो यो प्रेसर कन्सटेन्ट प्रेसरमै पठा हुन्छ है, बिस्तारै पठाएको हुन्छ। कन्सटेन्ट प्रेसरमा पठाएको कारणले यसको टेम्परेचर कति हुन्छ, टीसी हुन्छ, र हाम्रो यसको प्रेसर सेम हुन्छ। अब त्यसपछि यो कुलेन्टबाट के गर्छौँ हामीले, सिधै एक्सपान्सन इन्जिनमा जान्छौँ। अब कुलेन्टबाट एक्सपान्सन इन्जिनमा जाँदाखेरि अब यसको यो कुलेन्टबाट चाहिँ यो हिट हुन्छ, यसमा त हिट त घट्यो हुन्न हैन, यसमा हिट घटिसक्यो हैन, यसले हिट एब्जर्ब गरिसक्यो। अब त्यसपछि एक्सपान्सन इन्जिनले के गर्छ, अब एक्सपान्ड गरिदिन्छ हैन। एक्सपान्ड गरिदियो भने के हुन्छ, एक्सपान्ड गरिदियो भने सिधै यसको प्रेसर सिधै ड्रप हुन्छ नि त, सिधै त्यसै डीमा जान्छ त्यसको प्रेसर, त्यो डीमा जान्छ। अब यो प्रेसर यति एक्सपान्ड भइसक्यो हुन्छ कि यो यति यसले उल्टो यो कोल्ड रिजर्भरबाट यसले हिट चाहिँ एब्जर्ब गरिदिएर हुन्छ कि, यो चाहिँ यति एक्सपान्ड भइसक्यो हुन्छ यो ग्यास चाहिँ हैन। कोल्ड रिजर्भरबाट के हुन्छ, यसले उल्टो हिट चाहिँ एब्जर्ब गर्छ। Q2 भने चाहिँ हिट चाहिँ एब्जर्ब गरेको है, Q1 भनेको चाहिँ हिट चाहिँ रिजेक्ट गरेको हैन, कुलेन्टलाई हिट दिन्छ उल्टो हैन। तर यो कोल्ड रिजर्भरबाट पनि हिट चाहिँ एब्जर्ब गरिदिन्छ Q2, यति नै भनेको छ यसमा चाहिँ। अब हामीलाई थाहा छ कोफिसिएन्ट अफ पर्फर्मेन्स भने चाहिँ यो चाहिँ थाहा भइहाल्यो हैन। अब यसमा चाहिँ हामीले मानौँ कि मोलर 1 मोल छ भनेर मानौँ। अब त्यसै Q1 भने CP TB - TC कसरी भयो, यो TB यो भयो, यो चाहिँ TC भयो। अब कम्प्रेसरको टेम्परेचर त बढी छ नि त, TB - TC, किनभने यो कुलेन्टमा चाहिँ के हुन्छ, एब्जर्ब हुन्छ हिट हैन। भनेपछि TB - TC भयो। Q2 भने कति भयो, अब यो Q2 यो चाहिँ एक्सपान्सन इन्जिनबाट यो रिजर्भोयरले चाहिँ उल्टो हिट के गर्छ, रिजर्भोयरले चाहिँ उल्टो हिट दिइरहेको हुन्छ क्या ग्यासलाई, यति एक्सपान्ड भइसक्यो हुन्छ, एक्सपान्ड भएर हैन।
यो तपाईँलाई ऊ पनि थाहा होला, यो मैले भन्नुपर्छ जस्तो लाग्दैन। यो क्लसिस ल पनि एउटा त्यसलाई पनि अलिकति ध्यान दिन सक्नुहुन्छ त्यसलाई नि। त्यो सिपी टिए माइनस टिडी कसरी भयो, टिए यसको भयो, टिडी चाहिँ यसको भयो भनेपछि यसलाई चाहिँ उल्टो टिए माइनस टिडी कसरी भयो, यो टिए भयो, यो चाहिँ टिडी भयो भनेपछि यसको चाहिँ अब के हुन्छ, टेम्परेचर बढी हुन्छ नि त, टिए माइनस टिडी भयो होइन। बिटा इक्वल्स टु 1 माइनस यो कसरी भयो भन्नुहुन्छ भनेपछि यो यस्तो गरेको हो के। अब इफिसियन्सी भने के हो, Q2 बाई अब कोफिसियन्ट पाउने इटा लेखौँ न, के बिटा लेखौँ न, Q1 माइनस Q2। अब Q2 भने कति, Q2 भने कति छ हाम्रो, सिपी कति भयो, टिए माइनस टिडी डिभाइड बाई Q2 भने कति छ, टिबी माइनस टिसी, सिपी टिबी माइनस टिसी। अब माइनस भयो सिपी टिए माइनस टिडी भयो होइन। भनेपछि अब यो सिपी यो कमन तानेर कटिहाल्छ थाहा छ तपाईँलाई। अब यो 1 बाई अब यो टिबी माइनस टिसी छ नि, डिभाइड बाई यो दुइटैलाई डिभाइड गर्यो भने यो Q2 त जस्तो त्यसले टिए माइनस टिडी त्यस्तो होला, तर माइनस यो त अब कट्छ नि त, यो त सिधै -1 हुन्छ नि, हो त्यही राखेको है, 1 माइनस टिबी माइनस टिसी यो सिधै -1 त्यसरी राखेको है। त्यसो भए अब हेर्नुहोस् है, अब यसमा के गर्छ भन्नुहुन्छ भने यो भने तपाईँलाई थाहा छ होइन, यो भने चाहिँ के हो, यो Q1 त होइन हुन चाहिँ, Q1 हुनुको लागि सी पनि चाहिन्छ होइन। तर अब हामीलाई त्यो टेम्परेचर र अनि यो जुन प्रेसरको रिलेसन छ होइन, प्रेसरको 1 बाई कति छ, 1 माइनस गामा छ कि यस्तो कति छ होइन, गामा बाई गामा कति यो होइन। भनेपछि एकचोटि मैले सारेँ टिपी 1 माइनस गामा बाई गामा छ होइन, इक्वल्स टु कन्सटेन्ट छ होइन। भनेपछि टेम्परेचर हेर्नुहोस् त, T1 यसलाई T1 P1 इक्वल्स टु T2 P2 यसरी गर्न पाइन्छ नि त। भनेपछि अब हेर्नुहोस् त, यो प्रेसर छ नि, प्रेसर र उल्टो छ नि त, प्रेसर अब 1 बाई T1 भनेपछि P1 यस्तो छ भनेपछि यस्तोमा जान्छ नि त। अब P1 को ठाउँमा 1 बाई T1 राख्नु पऱ्यो होइन। भनेपछि यो जुन यो छ यो चाहिँ के हो, हाम्रो Q1 हो होइन, अथवा T1 हो होइन, यसलाई T1 मान्न पाइयो होइन। भनेपछि अब यसलाई चाहिँ 1 बाई अब यो चाहिँ के भयो, T1 भयो, T1 को ठाउँमा के राख्नु पऱ्यो, T2 राख्नु, 1 बाई हुन्छ नि त, त्यसले चाहिँ सिधै P2 बाई P1 गर्ने के। अब यो गामावाला छ नि त, यो जुन फङ्सन, यो गामा बाई गामा -1 अनि -1 त उता जस्ताको त्यस्तै भएको, त्यस्तै राखेको है। यो चाहिँ गामा -1 गामा यो बुझ्नुभयो होला तपाईँले, मजाले बुझिहाल्नुहुन्छ होइन। सो ठ्याक्कै उल्टो गरेछ नि, हेर्नुहोस् न तपाईँले, यसमा हेर्नु त 1 माइनस गामा गरेको थियो, यसमा चाहिँ गामा -1 गरेछ, किन होला, यो चाहिँ माइनस हुन्छ नि त, यो उल्टा आएको मात्रै है। सो यति होला है, के मिस्टेक भएको छ भने भन्न सक्नुहुन्छ। अब त्यसपछि चाहिँ कुलिङ इन जुल थम्सन एक्सपान्सन, यो जुल थम्सन एक्सपान्सनमा के हुन्छ भन्नुहुन्छ भनेपछि यो जुन जुल थम्सन जस्तै यो एडियाबेटिक एक्सपान्सनकै कुरा गर्छ कि यसले, के भन्छ भनेपछि यो तपाईँले त हायर प्रेसरबाट लोवर प्रेसरमा पठाइराख्नु हुन्छ, यो कुरा नै हो है। एकचोटि यस्तै गरे यो जस्तै यो अब यो पोरस प्लगबाट पठाइराख्नु हुन्छ, यो प्रेसर धेरै हुन्छ, यसमा प्रेसर कम हुन्छ, यो प्रेसर डिफ्रेन्सको कारणले के हुन्छ, यो टेम्परेचरमा यो T1 टेम्परेचर आइरहन्छ, यसमा टेम्परेचर घटेर T2 मा बन्छ, किनभनेपछि यसमा चाहिँ प्रेसर डिफ्रेन्सको अगेन्स्टमा हाम्रो इन्टरनल एनर्जी युज भइरहन्छ होइन। अब बाहिरबाट त हिट आउने कुरा, कतै हिट दिने कुरा छैन होइन, त्यसैले चाहिँ इन्टरनल एनर्जी खर्च भइरहन्छ, त्यो इन्टरनल एनर्जी भनेर टेम्परेचरको फङ्सन हो, त्यसैले चाहिँ टेम्परेचर घट्छ भनेर भन्छ होइन। अब यसमा चाहिँ 4वटा कुरा हुन्छ अरे कि, 4वटा कुरा दिएको छ यसमा चाहिँ, अब यो डेरिभेसनमा देखाइहालिन्छ, तैपनि भन्छु है म। अब यसमा चाहिँ सबै ग्यासले हिटिङ के अरे कुलिङ इफेक्ट देखाउँछ होइन। अब तर अर्को के हुन्छ भनेपछि यो जुन हाइड्रोजन र हिलियम छ नि, यिनीहरूले चाहिँ देखाउन्न के नर्मल टेम्परेचर होइन, अर्डिनरी टेम्परेचरमा, यिनीहरूले चाहिँ लोवर टेम्परेचर, अति लोवर टेम्परेचरमा चाहिँ देखाउँछन् भन्छ। अब यो फल इन टेम्परेचर इज डाइरेक्टली प्रोपोर्सनल टु द डिफ्रेन्स अफ प्रेसर होइन। यो फल जुन टेम्परेचर फल भइरहन्छ त्यो चाहिँ केसँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ, P1 माइनस P2सँग यो डाइरेक्टली प्रोपोर्सनल हुन्छ भन्ने एउटा भन्ने हो होइन। अर्को के भनेछ भनेपछि फल इन टेम्परेचर चाहिँ यो जुन चाहिँ फल इन टेम्परेचर छ यो चाहिँ के हुन्छ भनेपछि यो पर युनिट प्रेसर डिफ्रेन्स होइन, पर युनिट प्रेसर डिफ्रेन्ससँग चाहिँ त्यसको चाहिँ अब इन्भर्सली प्रोपोर्सनल हुन्छ, अथवा फल इन टेम्परेचर घट्दै जान्छ। यो फल इन टेम्परेचर चाहिँ घट्दै जान्छ जति हाम्रो इनिसियल टेम्परेचर चाहिँ
बढ्दै गयो, इनिसियल टेम्परेचर बढ्दै गयो भने यो फल इन टेम्परेचर पनि घट्दै जान्छ भनेर भन्छ कि, किनभने त्यो तपाईँले देखिराख्नु भएको छ सिधै होइन, इन्भर्सली रिलेसन छ। तर यो कसरी भयो भनेर म चाहिँ अहिले देखाउँछु है, डेरिभेसन छ है। फल इन टेम्परेचर चाहिँ 0 हुन्छ, त्यो टेम्परेचरलाई चाहिँ हामीले टेम्परेचर अफ इन्भर्जन भन्छौँ। त्यो टेम्परेचर अफ इन्भर्जनभन्दा लोवर टेम्परेचरमा चाहिँ हाम्रो कुलिङ इफेक्ट देखिन्छ, र हाम्रो हायर भयो भने चाहिँ के हुन्छ, त्यसमा चाहिँ हिटिङ इफेक्ट देखिन्छ भनेर भन्छौँ। अहिले यो कुरा नि तपाईँले थाहा पाइहाल्नुहुन्छ। अब यो भेन्डरवाल जुल थम्सन इफेक्टमा चाहिँ के छ भनेपछि त्यही कुरा गरेछ है। फर्स्टमा चाहिँ P1 र अब यसमा चाहिँ के भनेछ भनेपछि P1 प्रेसर थियो, त्यति बेला V1 भोल्युम थियो होइन, त्यसपछि त्यसमा टेम्परेचर T1 थियो होइन, त्यसपछि चाहिँ त्यो केसमा जान्छ P2 प्रेसर भएकोमा V2 भोल्युम भएको, र अब T2 टेम्परेचरमा जान्छ, जस कुल हुन्छ भनेर भन्छ होइन। अब यसमा चाहिँ यो चाहिँ अर्डिनरी कन्डिसनमा, रियल ग्यासको कन्डिसनमा के हुन्छ भनेपछि जस्तै यसमा ओक्डन कति हुन्छ भन्नुहोस् त, P2 V2 माइनस P1 V1 अगाडि मैले भनिसकेँ होइन। यो ओक्डन बाई द ग्यास हो है, बाई द ग्यास। यो किनभने अन द ग्यास हुँदै हुन्न नि, किनभने त्यो जुन हिट चाहिँ हिट चाहिँ चेन्ज इन हिट चाहिँ 0 हुन्छ नि त, कन्सटेन्ट हुन्छ। त्यसैले चाहिँ P2 V2 माइनस P1 V1 हुन्छ। तर यसमा चाहिँ इन्टरनल एनर्जी अथवा इन्टरनल ओक्डन पनि लागिरहन्छ कि, यसमा चाहिँ इन्टरनल पनि लागिरहन्छ। यो त एक्सटर्नल ओक्डन भयो, इन्टरनल ओक्डन पनि लागिरहन्छ भन्छ। इन्टरनल ओक्डन भनेर चाहिँ के हुन्छ भनेपछि यसमा चाहिँ यो अट्र्याक्टिभ फोर्सहरू छ नि, अट्र्याक्टिभ फोर्सको कारणले यो जुन मोलिक्युल्स भयो तिनीहरू बिचमा अट्र्याक्टिभ फोर्स पनि लागिरहन्छ, यसले पनि डिस्टर्ब गरेर हुन्छ क्या। त्यसैले चाहिँ यसमा नि प्रेसर लागिरहन्छ होइन। सो त्यसैले चाहिँ यसमा नि ओक्डन गरेर राख्नु पर्ने हुन्छ, यसको लागि पनि ओक्डन छुट्टै गरेर राख्नु पर्ने हुन्छ। त्यसैले P2 V2 माइनस P1 V1 त भयो, प्लस इन्टरनल ओक्डन पनि लियो। अब हामीलाई ओक्डनको फर्मुला के थाहा छ, PdV भन्ने थाहा छ, V1देखि V2सम्म गइरहेछ भनौँ होइन। अब त्यसपछि P भनेर चाहिँ इन्टरनल ओक्डनको केसमा चाहिँ अब A/V² लगिरहेको हुन्छ है। अब A/V² लग्यो, अब त्यसो भए हामीले V1देखि V2 A/V² dV भयो। अब यो गर्दाखेरि के आउँछ, सिधै A आइहाल्छ। अब माइनस 1/V आउँछ, तपाईँलाई थाहा छ V1देखि V2 र V2देखि V1, यो तपाईँलाई भन्नुपर्छ जस्तो लाग्दैन, यो इन्टिग्रेसन सजिलो छ। A भयो बाई, अब यो V1 लगिदियो फर्स्टमा, अब A/V2 लगिदियो, सिधै भइहाल्यो होइन। अब त्यति भयो भनेपछि अब यति भयो होइन, भनेपछि टोटल कति भयो, W P2 V2 माइनस P1 V1 प्लस A/V1 माइनस A/V2, सरी V2 यो जस्तो लाग्छ मलाई, A/V1 माइनस A/V2 ल यो भयो होइन। अब त्यसपछि हामीलाई एउटा फर्मुला, हामीलाई यो जुन भेन्डरवाल इक्वेसन थाहा छ हामीलाई, जुन चाहिँ कस्तो थियो, P प्लस A/V² B माइनस B इक्वल्स टु RT थियो होइन। अब त्यसो भए यसलाई चाहिँ हामीले के गर्न पाइयो, अब PB यो मल्टिप्लाई गरिदिने कि, PB माइनस PB प्लस AB भयो होइन, AB भयो माइनस, अब त्यसपछि यो AB/V² भयो, यति नै होइन, माइनस RT इक्वल्स टु 0 लेख्नु पायो होइन। अब PB भनेपछि कति भयो, PB प्लस AB माइनस AB/V² माइनस के अरे यो प्लस थियो, यो माइनस भयो, यो माइनस थियो प्लस भयो, यो चाहिँ प्लस भयो, RT भयो, इक्वल्स टु 0 त भएन। अब त्यसपछि के गर्छ भनेपछि यो जुन V² छ नि, यो V² टर्म भएकोमा त्यसलाई चाहिँ हटाइदिन्छौँ कि हामीले है। त्यसैले चाहिँ अब के गर्छौँ, मैले यसमा गलत त गरिनँ, तर यो टर्मलाई हटाउनुपर्छ है। PB इक्वल्स टु PB माइनस AB, यो किनभने AB/V² अथवा जे पनि छ होइन, यो चाहिँ लास्टै सानो हुन्छ कि, त्यसैले चाहिँ हटाउँछौँ, RT भयो होइन। अब त्यसो भए अब यो PB छ नि, यो P2 V2 यस्तोमा राख्छौँ कि हामीले, यो है P2 V2 माइनस P1 V1 यो चाहिँ यसमा राख्छौँ है। सरी मैले यसमा चाहिँ अलिकति मिस्टेक गरेको छु, A/V हुन्छ नि त, यो त AB होइन, A/V हुन्छ होइन, A/V हुन्छ, यति चाहिँ मिस्टेक गरेको छु, सरी त्यसको लागि। अब यो सिधै मैले राखिदिएँ। सो यो चाहिँ मैले लेखेँ। त्यसमा चाहिँ के छ भनेपछि अब P2 V2मा चाहिँ मैले के राखिदिएँ, अब यो त्यस्तै T2 के अरे P2 यस्तै राखिदिएको है, P2 भयो होइन। यसमै है, यसमा हेर्नु त, जस्तै मैले यता हेर्नु RT2 भइहाल्यो प्लस P2B भइहाल्यो माइनस A/V2 भइहाल्यो, यो P2 V2मा। P1 V1मा पनि त्यही राखिदियो। अब त्यसरी नै यो A/V1 माइनस A/V2 त छँदैछ होइन। अब यति गरिसकेपछि चाहिँ अब यसलाई चाहिँ समराइज गर्नु पऱ्यो होइन। अब यो RT2 प्लस P2 V2 त भयो होइन, माइनस ल यो यति भयो होइन, माइनस RT1 प्लस P1 B भयो। अब त्यसो भए हेर्नु त, अब यसमा हेर्नु है, यो चाहिँ यो र यो जोडिन्छ, यो र यो त घट्छ होइन, भनेपछि अब यो
2a/v2 हुन्छ। सर मैले यो कट्छ भनेछु, यो माइनस माइनस त प्लस हुन्छ नि त, फेरि प्लस 2a/v1 हैन, यही हो हैन, यो त माइनस हुने भयो, यो त माइनस हुने भयो हैन, यो चाहिँ यति हो हैन। भनेपछि अब चाहिँ के गर्न सकिन्छ हामीले, सो यसमा एकदमै धेरै अजम्पसन छ के है, त्यसैले चाहिँ अब यो यति भयो हैन। अब मैले यस्तो गर्न सक्छु, यसलाई r गरे t2 - t1 गरे प्लस b लगे हैन, यो b2 त हुन्न हैन। अब यो p2 - p1 भयो हैन। अब भयो त्यति भयो भने चाहिँ अब प्लस 2a/v1 - 2a/v2 यो गर्न पाएँ हैन मैले। अब त्यसपछि हामीले के गर्न सक्छौं भनेपछि यसमा चाहिँ के हुन्छ भने चाहिँ यो a र b छ नि एकदमै सानो हुन्छ के, त्यसैले चाहिँ यो लगभग आइडियल कन्डिसन हुन्छ भनेर मान्छौं। p = rt लग्छौं, n किन लगेनौं भनेपछि 1 मा लगेछौं मैले पहिला भनिसके। अब त्यसो भए अब b को ठाउँमा rt/p राख्न पाइयो भनेपछि अब हेर्नु त r अब t यो t2 - t1 भयो, अब प्लस b p2 - p1 भयो। अब त्यसपछि अब यो 2a/v1, अब 2a/v1 को ठाउँमा कति राख्नु पायो, rt1/p1 राख्नु पाएँ। अब त्यसपछि सरी यो त उल्टो थियो नि त, यसलाई उल्टो थियो भने चाहिँ म यता लेखेँ 2a/rt1/p1 अब माइनस 2a/p2/rt2 यी त हो, यति भयो हैन। अब यसलाई चाहिँ के गर्न सक्छौं हामीले, t2 - t1 छ नि यसलाई चाहिँ अब मैले यसलाई पल्टाएँ, सो यसमा चाहिँ सो यो चाहिँ हाम्रो मैले यति अलिकति राखेँ। अब हेर्न सक्नुहुन्छ, अब यो t1 - t2 लाई चाहिँ हामीले dt लगाउँ के है, टेम्परेचर यो यति कुलिङ हुन्छ अथवा सानो टेम्परेचर डिफरेन्स भएको कारणले चाहिँ लगभग यो t1 र t2 चाहिँ लगभग बराबर है, लगभग बराबर छ हैन। यो चाहिँ t1 बाट t2 टेम्परेचरमा अलिकति त कुलिङ इफेक्ट भएको देखाउनु पर्यो, त्यसैले चाहिँ t1 - t2 चाहिँ छ, अलिकति छ, लास्टै कम छ भनेर देखाऊँ हैन। लगभग t1 र t2 चाहिँ लगभग बराबर छ भनेर देखाऊँ है। भनेपछि अब t1 - t2 भनेपछि अब यसमा त t2 - t1 छ हैन, t2 - t1 छ भनेपछि -rdt भयो, -rdt भयो हैन, माइनस है यो चाहिँ प्लस b p2 - p1 अब प्लस हैन 2a/p1/rt1, t1 र t2 बराबर छ भनेपछि t लेख्दिम है दुईटैलाई, 2a/p1/rt लेखेँ है मैले, rt माइनस 2a/p2/rt नै लेखिदिएँ मैले। अब त्यति लेखिसकेपछि अब यसलाई मैले छेक्दिएँ। अब माइनस rdt प्लस b अब p2 - p1 प्लस अनि त्यसपछि कति भयो 2a/r कमन ल्यायो, p1 - p2 हुन्छ जस्तो लाग्छ, भयो हैन। अब यो p1 र p2 छ, योमा चाहिँ p2 र p1 छ भनेपछि अब यसलाई चाहिँ rdt अब माइनस गर्न सकियो नि त यसलाई त, b p1 - p2 गरिदिने प्लस यो rt पनि त छ त, प्लस 2a/rt p1 - p2 भयो। अब के गर्न सक्छौं हामीले, अब p1 - p2 चाहिँ कमन तान्दिम न हैन। अब त्यसो भए p1 - p2 कमन तान्दियो भने हैन, यो दुईटैबाट यसको अब के बच्छ 2a/rt माइनस b बच्यो माइनस rdt छ। अब यो ओक्डन भने यो हैन। अब त्यसो भए हामीले के गर्न सक्छौं भनेपछि यो ओक्डन छ नि, अब यो ओक्डन चाहिँ के हुन्छ भनेपछि यो जुन हिट छ नि, ओक्डन गर्नको लागि किनकि हिट त लागिरहन्छ नि त, त्यो हिट छ नि त्यो q भने चाहिँ के हुन्छ cvdt हुन्छ, किनभने m भने चाहिँ 1 मोल मानेछौं हैन। कन्स्टेन्ट भोल्युममा चाहिँ त्यो चाहिँ के भइराछ, त्यसको हिट चाहिँ के भइराछ, चेन्ज भइराछ भनौं हैन। त्यो ओक्डन लगाएर हुन्छ नि, तपाईलाई पनि थाहा छ, त्यो ओक्डन लगाएर हुन्छ नि, त्यो चाहिँ त्यो हिट दिएर नै हो नि त हैन, हिट त्यो जस इन्टरनल एनर्जी खर्च भइरा हुन्छ नि त त्यो। मैले भन्न खोजेको के भन्नुहुन्छ भने त्यो हिट लस भइरा हुन्छ नि त, त्यसै इन्टरनल एनर्जी नै केही न केही हिट त लस हुन्छ नि त, त्यसै हिट चाहिँ कन्स्टेन्ट हुन्छ, एडियाबेटिक प्रोसेस हो मलाई थाहा छ, तर त्यो हिट चाहिँ लस भइरा हुन्छ नि त, त्यो हिट चाहिँ q भने चाहिँ cvdt भनौं, कन्स्टेन्ट भोल्युममा भइराछ भनौं हैन। अब त्यसपछि यसलाई w लाई मैले cvdt लेख्छु है, भनेपछि p1 - p2 अनि के भयो 2a/rt माइनस b माइनस rdt। अब हेर्नुस् त cvdt, अब यसलाई चाहिँ प्लस यता ल्याउनु पाइयो, rdt इक्वल्स टु p1 - p2 2a/rt माइनस b भयो हैन। अब यो भनेपछि
यो डिटी कमन तान्यो भने सिबी प्लस आर हुन्छ सिबी है सिबी प्लस आर इक्वल्स टु पी1 माइनस पी2 2a बाई आरटी माइनस बी हुन्छ हैन भनेपछि सिबी प्लस आर भने के हो सिपी हो सिपी डिटी इक्वल्स टु पी1 माइनस पी2 2a बाई आरटी माइनस बी भयो हैन अब भनेपछि डिटी इक्वल्स टु पी1 माइनस पी2 2a बाई आरटी माइनस बी अब हेर्नुहोस् त यो चेन्ज इन टेम्परेचर जुन टेम्परेचरमा चेन्ज हुन्छ त्यो चाहिँ प्रेसर डिफरेन्ससँग के हुँदो रहेछ डाइरेक्टली प्रोपोर्सनल हुँदो रहेछ हेर्नुहोस् त प्रेसर डिफरेन्ससँग के रहेछ डाइरेक्टली प्रोपोर्सनल त्यो मैले अगाडि देखाएको थिएँ जस्तो लाग्छ यसमा होला सायद कता थियो अब यो छैन भने म तपाईले यो देखाइदिन्छु द फल इन टेम्परेचर इज डाइरेक्टली प्रोपोर्सनल टु द डिफरेन्स अफ प्रेसर अन टु साइड अफ द प्रोसेस ब्लक देख्नुभयो भनेपछि यो चाहिँ भयो यो भयो अब थर्ड नम्बरको अब डिटी बाई पी1 माइनस पी2 गर्यो भने के हुन्छ यो जुन 1 बाई सिपी पनि छ हैन यो त सिपी त तल आयो नि त पी1 माइनस पी2 त हटिहाल्यो हैन 1 बाई सिपी 2a बाई आरटी माइनस बी भनेपछि हेर्नुहोस् त के अरे यो डिफरेन्स इन टेम्परेचर पर युनिट प्रेसर डिफरेन्स इज इन त्यो चाहिँ के अरे डिफरेन्स इन टेम्परेचर अथवा फल इन टेम्परेचर त घट्दै जान्छ जति यो के हो टी चाहिँ बढ्दै गयो हैन इनिशियल टेम्परेचर बढ्दै गयो भने फल इन टेम्परेचर पनि घट्दै जान्छ भनेर भनेको छ यसमा हैन फल इन टेम्परेचर डिक्रिजेज हुन्छ पर युनिट डिफरेन्स अफ प्रेसर भने यो बुझिहाल्नु भयो अनि एज द इनिशियल टेम्परेचर अफ द ग्यास इन्क्रिजेज ग्यासको इनिशियल टेम्परेचर इन्क्रिज भयो भने के हुन्छ फल इन टेम्परेचर घट्दै जान्छ अब केसहरू मान्नुपर्छ कि डिफ्रेन्ट केसहरू अब यो त यो ई भनेको चाहिँ के हो मेन इक्वेसन भयो हैन अब चाहिँ यदि मानौँ कि P1 चाहिँ ग्रेटर छ P2 भन्दा P1 ग्रेटर छ P2 भन्दा यो पोजिटिभ आउँछ भनेपछि यसले चाहिँ कुलिङ इफेक्ट देखाउँछ है कुलिङ इफेक्ट देखाउँछ कुलिङ इफेक्ट भन्दै यो के हो है ल मैले एकचोटि फेरि सुरु गरेँ यसमा अब P1 भन्दा P2 धेरै छ भने त यो त पोजिटिभ हुन्छ यो हैन भनेपछि यो कुलिङ इफेक्ट देखाउँछ हैन कुलिङ इफेक्ट देखाउँछ अब यसमा चाहिँ के हुन्छ भनेपछि जुन यो 2a बाई आरटी छ नि अब यो चाहिँ के हुने भयो यो चाहिँ ग्रेटर देन हुने भयो बी हैन यो ग्रेटर देन बी भयो भने यो पोजिटिभ हुन्छ अथवा यो पोजिटिभ हुन्छ इक्वल छ भनेको छ नि त यसलाई चाहिँ यसरी लेख्न सकियो भनेपछि यसलाई मैले यसरी लेख्न सक्छु अब 2a बाई आरबी हैन ग्रेटर देन टी लेख्न सक्छु त्यो पनि लेख्न सकियो नि हैन भनेपछि इनिशियल टेम्परेचर के रहेछ 2a बाई आरबी भन्दा कम रहेछ भनेर बुझे हैन यो इनिशियल टेम्परेचर हो नि त हैन सो यसरी चाहिँ यो चाहिँ इनिशियल टेम्परेचर कम भयो भने चाहिँ 2a बाई आरबी भन्दा यो चाहिँ कुलिङ इफेक्ट देखाउने रहेछ अब अर्को अब P1 भन्दा अब यो जस्तै मानौँ P1 माइनस P2 चाहिँ अब ल पोजिटिभ नै छ हैन अब तर यसमा हेर्नु है 2a बाई आरबी आरटी थियो नि माइनस बी त्यो चाहिँ 0 भइदियो ल अब 0 भइदियो भने त अब यो P1 माइनस P2 त डिटी बाई P1 माइनस P2 थियो यो चाहिँ 0 हुनु भएन किनभने यो त 0 भयो भने त इन्फाइनाइट के अरे इन्डिटर्मिनेट भइहाल्छ यो अब यो 2a माइनस बी चाहिँ 0 भइदियो उतापट्टिको 1 बाई सिपी थियो नि यो चाहिँ 2a माइनस बी चाहिँ 0 भइदियो भनेपछि अब यो डिटी 0 हुनु पऱ्यो हैन डिटी 0 हुनु पऱ्यो अब 2a बाई आरटी माइनस बी इक्वल्स टु 0 भयो भनेपछि अब यो 2a बाई आरटी इक्वल्स टु बी भयो हैन भनेपछि 2a बाई आरबी इक्वल्स टु टी भनेपछि यसलाई चाहिँ टेम्परेचर अफ इन्भर्जन भन्छन् के हैन जति बेला चाहिँ हाम्रो फल इन टेम्परेचर चाहिँ 0 भइदिन्छ क्या डिटी चाहिँ 0 भइदिन्छ त्यसलाई चाहिँ हामीले टेम्परेचर अफ इन्भर्जन भन्ने भयौँ अब अर्को केस के हुनसक्छ भनेपछि हाम्रो 2a बाई आरटी माइनस बी चाहिँ लेस देन 0 भइदिन सक्छ हैन यो त इक्वल टु 0 भयो भने त टेम्परेचर अफ इन्भर्जन भयो यो फर्मुला पनि थाहा पाउनु होला है 2a बाई आरबी यो चाहिँ जस्तै अब क्रिटिकल टेम्परेचरमा धेरै फरक हुन्छ पछि मैले एकचोटि भन्छु क्रिटिकल टेम्परेचर यो टेम्परेचर अफ इन्भर्जन र हाम्रो बोइल्स टेम्परेचर भन्ने नि हुन्छ कि एउटा अब त्योमा रिलेसन थाहा पाउनुपर्ने हुन्छ अब यो जसरी लेस छ भनेपछि 2a बाई आरटी इक्वल्स टु बी लेस देन बी भयो हैन भनेपछि अब 2a बाई आरबी लेस देन टी भनेपछि अब हेर्नु है टेम्परेचर अफ इन्भर्जन के भइदियो 2a बाई आरबी भन्दा के भइदियो यो लेस यो सरी टेम्परेचर अफ इन्भर्जन हैन यो टेम्परेचर इनिशियल टेम्परेचर चाहिँ 2a बाई आरबी भन्दा के भइदियो
धेरै भइदियो हैन, टेम्परेचर इन्क्रिज भइदियो भनेपछि त्यसले चाहिँ हिटिङ इफेक्ट देखाउँछ भनेर हामीले पढाइ पनि थियौँ हैन। भनेपछि जस्तै यो भने त यो टिआई हैन र, टिआई भने चाहिँ के भयो, टेम्परेचर अफ इन्भर्जन। टेम्परेचर अफ इन्भर्जन चाहिँ यो इनिसियल टेम्परेचर भन्दा कम भइदियो के अरे बढी भइदियो भनेपछि चाहिँ त्यो चाहिँ हिटिङ इफेक्ट देखाउँछ। किन हुन्छ भनेर यहाँ पनि देखाएको छ एउटा। जस्तै अब यो टेम्परेचर अफ इन्भर्जन चाहिँ हिलियम र हाइड्रोजनको के हुन्छ भनेपछि एकदमै कम हुन्छ। हेर्नुहोस् त -80 र -240 हुन्छ हैन। अब यो टेम्परेचर अफ इन्भर्जन के हुन्छ, जुन इनिसियल टेम्परेचर हामीले दिन्छौँ त्योभन्दा त जति गरे पनि धेरै हुन्छ नि त। यो -80 र -240 त दिन्नौँ नि त हामीले इनिसियल टेम्परेचर, त्यसैले चाहिँ यसले हिटिङ इफेक्ट देखाइदिने हो कि है। अब यो डिस्टिङसन बिट्विन जुल एक्सपान्सन, जुल थम्सन एक्सपान्सन र एडियाबेटिक एक्सपान्सन भनेको छ, यसमा चाहिँ खासै केही कुरा नै छैन। यो के भइरहेछ, जुल एक्सपान्सन भनेपछि एउटा बक्स छ, त्यसमा चाहिँ अब यो ग्यास मोलिक्युल्स छ। अब त्यसमा चाहिँ अब डिक्यु चाहिँ 0 भइहाल्छ, थाहा पाइहाल्नु भयो हैन। जुल एक्सपान्सन भने यो पनि यो के भन्छ, यो के भन्छ इन्सुलेटेड हुन्छ कि, यसमा नि डिक्यु 0 भइहाल्छ। अब यसमा चाहिँ ओक्डन पनि 0 हुन्छ। किन 0 हुन्छ भनेपछि एउटा बक्स पुरै बन्द गर्दैछ, यसको अब ओक्डन बाहिरबाट दिँदै दिन्न भनेपछि एक्सटर्नल ओक्डन अथवा ओक्डन अन द यो ग्यास के हुन्छ 0 भइदिन्छ। त्यसैले चाहिँ अब यो फर्मुला भयो, डिक्यु त 0 भइहाल्छ एडियाबेटिकको कारणले, डिडब्ल्यु पनि 0 भइदियो भने डियु त 0 भइहाल्यो। अब त्यसरी नै जुल थम्सनमा चाहिँ के हुन्थ्यो, पिस्टनको कारणले चाहिँ यताउता फोर्स लगाएर आउँछ। अब हामीलाई यो फर्मुला थाहा छ, पी के अरे ओक्डन भने चाहिँ के हुन्छ, P2 V2 - P1 V1 हुन्छ हैन। यो फर्मुलामा राखिदियो भने चाहिँ लास्टमा डियु = P1 V1 - P2 V2 आउँछ। त्यसरी नै अब एडियाबेटिक कन्डिसनमा के हुन्छ हाम्रो, एडियाबेटिक कन्डिसन भनेपछि हाम्रो डिक्यु चाहिँ 0 भइहाल्छ, डियु प्लस डिडब्ल्यु हुन्छ। अब त्यसरी चाहिँ माइनस पिडी हुन्छ। यसमा चाहिँ प्रेसर डिफरेन्सको कारणले चाहिँ हेभिली टेम्परेचर ड्रप हुन्छ, त्यति भनेको छ है। यो बोइल्स टेम्परेचर अफ इन्भर्जनमा के भनेछ भन्नुहुन्छ भनेपछि, जस्तै यसमा चाहिँ के छ भन्नुहुन्छ भनेपछि यो पिभी डायग्राम बनायो र पी बनायो हैन। बोइल्स ल भने त हामीलाई थाहा छ पिभी = कन्स्टेन्ट हुन्छ हैन, अथवा पी डाइरेक्टली इन्भर्सली प्रोपोर्सनल टु भोल्युम हुन्छ हैन। तर अब यसमा चाहिँ के रहेछ भनेपछि नाइट्रोजन र हाइड्रोजनलाई लग्यो हैन। फर्स्टमा नाइट्रोजनले चाहिँ के गरिदियो भनेपछि प्रेसर बढाइरहेछ, तैपनि प्रेसर भोल्युमको त्यो जुन प्रोडक्ट हुन्छ त्यो चाहिँ घटिदिइरहेछ के। यो के भइरहेछ, हाइड्रोजन त फेरि राम्रै व्यवहार गरिरहेछ, नाइट्रोजनले चाहिँ व्यवहार गलत गर्यो। अब यसलाई चाहिँ औषधि गर्नुपर्छ हैन, मेडिसिन दिनुपर्छ भनेर यसले चाहिँ अब नयाँ इक्वेसन बनायो कि। भाइरल इक्वेसन पनि भन्छौँ हामीले यसलाई, भाइरस लाग्यो भने सम्झिँदा हुन्छ भन्ने कि। A + BP + CP² + DP³ यस्तो इक्वेसन बनाए हैन। अब बोइल्स ल भने बोइल्स टेम्परेचर भने के हो, अथवा बोइल्स टेम्परेचर अफ इन्भर्जन भने के हो, अब चाहिँ आउँछ है। अब यसमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने, यो जुन प्रेसर हुन्छ नि एकदमै कम प्रेसर भयो भने चाहिँ यो P² छ नि, यो पेन्सिल कागज P² यो DP², अब यो चाहिँ नेग्लेक्ट गर्न सकिन्छ कि। एकदमै प्रेसर कम छ भने त यो BP पनि 0 जस्तो, यो त झन् 0 जस्तो भइहाल्यो भनेपछि PV = A हैन। A भने चाहिँ RT हुन्छ कि। अब PV = RT भइहाल्यो भनेपछि यसले चाहिँ लगभग आइडियल कन्डिसन फलो गरिदियो हैन। तर अब B को पालो आयो। अब B एकदमै नेगेटिभ टेम्परेचर छ हैन, एकदमै सानो टेम्परेचर छ भनेपछि चाहिँ यो जुन B छ नि, यो B, यो चाहिँ B पनि नेगेटिभ भइदिन्छ के। नेगेटिभ भइदिन्छ, अब बिस्तारै ग्रेजुअली बढ्छ कि। अब बिस्तारै टेम्परेचर बढाउँदै जाँदाखेरि BB पनि बिस्तारै बढ्दै जान्छ र बिस्तारै पोजिटिभ पनि हुँदै जान्छ। अब यही कन्डिसनमा यदि BP छ नि, यो BP चाहिँ यो 0 भइदियो भने हैन, कुन टेम्परेचरमा हैन, त्यो टेम्परेचर जति बेला चाहिँ BP चाहिँ 0 भइदिन्छ। पेन कता गयो, के रहेछ हाम्रो त्यस्तो टेम्परेचर हैन, B अल्सो भ्यारिज भनेछ, तर चाहिँ B चाहिँ 0 भइदिन्छ। त्यसलाई टेम्परेचरलाई चाहिँ टेम्परेचर अफ इन्भर्जन अफ बोइल्स भन्ने बोइल्स टेम्परेचर हैन, TB भन्ने त्यो के रहेछ, B चाहिँ त्यति बेला 0 भइदिन्छ। B चाहिँ 0 भइदिएको कन्डिसनलाई के भन्ने रहेछ, बोइल्स टेम्परेचर भनिदिन्छौँ हैन। अब बोइल्स टेम्परेचर भन्छौँ भनेपछि त्यति बेला चाहिँ अब हेर्नुहोस् त, अब यो फर्मुला हेर्नुहोस् त, PV = A छ हैन। अब B चाहिँ 0 भइहाल्यो, अब यो त पछाडिको 0 भइहाल्छ, नेग्लेक्ट नै गर्न सकिन्छ भनेपछि PV = A भयो। अब हामीले चाहिँ भेन्डरवाल इक्वेसन लगाऊँ है। मैले यो भेन्डरवाल इक्वेसनको सिधै PV सिधै लगिदिएँ है। PV = कन्स्टेन्ट छ भन्ने थाहा छ तपाईँलाई, यो PV = 0 किन गरे भन्ने तपाईँलाई भन्नु पर्दैन जस्तो लाग्छ मलाई हैन। किनभने यो PV चाहिँ कन्स्टेन्ट हुन्छ भनेपछि यसको डेरिभेटिभ त कन्स्टेन्ट भइहाल्छ, 0 भइहाल्छ हैन। अब म सिधै भेन्डरवाल इक्वेसन सिधै यो हेरेँ है, सिधै यो लेखिदिएँ, किनभने तपाईँलाई थाहा छ यो PV यो कसरी आएको भनेर, यो चाहिँ मल्टिप्लाई गरेर आएको हैन। त्यसपछि यो चाहिँ PV को टर्ममा निकाल्यो भने त अब सिधै मैले यो लेखेँ ल, PV = RT + PV - A/V + AB/V², यो लेखेँ हैन। अब हेर्नुहोस् PV = RT हैन। अब सेम अगाडिको जस्तै हो कि, PV = RT हुन्छ हामीलाई थाहा छ हैन। भनेपछि अब V = कति हुन्छ,
आरटी बाई पी हुन्छ भनेपछि अब यो भीको ठाउँमा राखिदिने मात्र हो कि पिबी इक्वल्स टु आरटी प्लस पिबी माइनस अब ए अब बी भनेको छ आरटी बाई बी भनेपछि पी बाई आरटी प्लस एबी पी स्क्वायर बाई आर स्क्वायर टी स्क्वायर भयो अब चाहिँ के गर्छौँ भनेपछि हामीले यो जुन यो पिबी इक्वल्स टु छ नि आरटी प्लस अब पिपी कमन तान्ने कि पी कमन तान्ने बी माइनस ए बाई आरटी छ बी हो है यो चाहिँ प्लस ए बी पी स्क्वायर बाई आर टी स्क्वायर भयो अब हेर्नुहोस् त यो अगाडिको इक्वेसन जस्तो छ कि नै पिभी इक्वल्स टु ए प्लस बी पी स्क्वायर प्लस सिपी क्यु अथवा सरी बिपी प्लस सिपी क्यु स्क्वायर यस्तो छ नि डट अब हेर्नुहोस् त यो ए भने चाहिँ आरटी भयो बी यो भने यो हो भनेपछि अब यसलाई मैले यस्तो टर्ममा लेखेँ यसलाई भनेपछि बी भने के भयो बी माइनस ए बाई आरटी भयो होइन अब बोइल्स टेम्परेचरमा त बी कति हुन्छ 0 हुन्छ भनेपछि 0 इक्वल्स टु बी माइनस ए बाई आरटी भयो अब भनेपछि बी इक्वल्स टु ए बाई आरटी भयो बी अब टी उता लगाऊँ भनेपछि ए बाई आरबी भयो भनेपछि यो बोइल्स टेम्परेचर हो भनेपछि बोइल्स टेम्परेचर केमा फरक पर्ने रहेछ ए र बीमा रहेछ आर भने त युनिभर्सल ग्यास कन्स्टेन्ट भइहाल्यो भनेपछि ए र बी चाहिँ डिफ्रेन्ट ग्यासको लागि डिफ्रेन्ट हुन्छ होइन यो अब ए भने चाहिँ हामीलाई थाहा छ यो प्रेसरको करेक्सन गर्दाखेरि चाहिँ गरेको अब बी भने चाहिँ भोल्युम करेक्सन गर्दाखेरि गरेको थियो होइन त्यो यसको भन्नु नपर्ला यो यसमा त्यही लेखेको छ है जस्तै अब यो डिफ्रेन्टको लागि डिफ्रेन्ट हुन्छ यो भनेर भन्दै थियो जस्तै अगाडि हाम्रो एउटा तपाईँले थाहा पाउनुभएको थियो होला टेम्परेचर अफ इन्भर्जन कति आएको थियो हेर्नुहोस् त टेम्परेचर अफ इन्भर्जन कति आएको थियो 2A बाई आरबी आएको थियो नि अब यो ठ्याक्कै यसको डबल रहेछ कि होइन त्यो थाहा पाइहाल्नु भयो तपाईँले अब यो भयो होइन बोइल्स टेम्परेचर भन्दा अब हेर्नुहोस् त यस्तो बाङ्गिरहेको थियो नि त यो नाइट्रोजन त यस्तो होइन तर अब बोइल्स टेम्परेचरभन्दा माथि जाँदाखेरि चाहिँ बोइल्स टेम्परेचरभन्दा बिलो छ भने चाहिँ फर्स्टमा प्रेसर बढाउँदाखेरि चाहिँ के हुन्छ पिबी घटिदिन्छ अनि त्यसपछि चाहिँ बिस्तारै अब यो जुन प्रेसर बढाउँदै जाँदाखेरि यो सिपी स्क्वायर र यो जुन सिपी स्क्वायर र डिपी क्युब थियो नि पछाडिको यो पनि के हुन्छ भनेपछि यो पनि इफेक्टिभ भइदिन्छ कि अनि इफेक्टिभ भएको कारणले चाहिँ यो बिस्तारै बढ्ने हो अब बोइल्स टेम्परेचरभन्दा माथि भयो भने त पहिलेदेखि बढ्दै जान्छ पछि त घट्ने नै हो नि होइन तर बोइल्स टेम्परेचरमा हुँदाखेरि चाहिँ यो चाहिँ कन्सटेन्ट भएर बस्दिन्छ है धेरै लामो समयसम्म कन्सटेन्ट भएर बस्छ पछि त बढ्छ भन्न त तर लामो समय भनेपछि यो कन्सटेन्ट ल्याउनको लागि हेर्नुहोस् त यो पुरै यता गएको छ उता गएको छ होइन त्यसलाई चाहिँ औषधि भयो होइन मेडिसिन खायो यसले अब त्यसपछि क्रिटिकल टेम्परेचर र रिलेसन भनेर त हामीलाई थाहा छ तैपनि म एकचोटि भनिदिएँ तर यसलाई चाहिँ अलिकति फरक तरिकाले गरेछ है कार्बन डाइअक्साइडको केस लगेछ अब यसलाई चाहिँ मैले पेन्सिलले बुझाएँ अब यसमा चाहिँ के छ भनेपछि 13.1 डिग्री सेल्सियसमा हेऱ्यो भने कार्बन डाइअक्साइडको केस हो यो चाहिँ CO2 को केस हो मैले यता लेखिदिएँ CO2 को केस हो यो 13.1 डिग्री सेल्सियसमा चाहिँ के हुन्छ भनेपछि फर्स्टमा चाहिँ यो लिक्विड के अरे यो ग्यासियस फेजमा छ भनौँ ग्यासमा छ अब त्यसपछि बी भने चाहिँ बिस्तारै यो के भयो यसको हामीले चाहिँ के गरिरहेछौँ प्रेसर बढाइरहेछौँ होइन अब त्यसपछि चाहिँ के हुन्छ भनेपछि यो ग्यासियस फेजमा छ र यसले चाहिँ बोइल्स ल पनि फलो गर्छ है बोइल्स ल पिभी इक्वल्स टु कन्सटेन्ट फलो गर्छ तर यदि हामीले थोरै प्रेसर बढाइदियौँ भने यो लगभग यसको भोल्युम यस्तरी घट्छ कि हेर्नुहोस् त अलिकति प्रेसर बढाइरहेछ हामीले यस्तरी प्रेसर यो भोल्युम घटिरहेछ कि होइन सीसम्म आइदियो कि भनेपछि भोल्युम यस्तरी घट्छ कि यो ठ्याक्कै लिक्विडै भनिदिन्छ कि सीसम्म त लिक्विडै भनिदिन्छ कि यो सी छ नि यो पोइन्ट सी त लिक्विडै भनिदिन्छ अब त्यस्तै गरेर अब यो 21.5 डिग्री सेल्सियसमा पनि यो चाहिँ यो ग्यासियस फेजमा छ अलिकति प्रेसर बढायौँ हामीले तर जीसम्म जाँदाखेरि यो लगभग अलिकति भए पनि यो होरिजेन्टल कम्पोनेन्ट त अलि सानो छ नि त होइन भनेपछि कम प्रेसर कम लिक्विडमा कम टेम्परेचरमा के हुँदो रहेछ भोल्युम चाहिँ एकदमै घटिदिने होइन लगभग लिक्विड नै आइदिने यसले पनि सेम बिहेभियर गरिरहेछ तर 31.1 डिग्री सेल्सियसमा हेर्नु त अब यसले चाहिँ यो भोल्युम नै घटाइरहेको छैन कि होइन भनेपछि यसमा चाहिँ लिक्विफाई नै गर्न सक्दैन कि ग्यासलाई चाहिँ हामीले लिक्विफेक्सन गर्न सक्दैनौँ कि सो योभन्दा माथिको त हुनै सक्दैन झन् होइन भनेपछि यो टेम्परेचर जुन 31.1 डिग्री सेल्सियस त्यो टेम्परेचर त्यस्तो टेम्परेचर हो होइन जो भन्दा चाहिँ माथि चाहिँ हामीले के गर्न सक्दैनौँ ग्यासलाई लिक्विफाई गर्न सक्दैनौँ 31.1 डिग्री सेल्सियस केसको केसमा कार्बन डाइअक्साइडको केसमा है अरू हुन्छ नै भनेपछि त्यस्तो टेम्परेचर द टेम्परेचर एट विच होइन एट विच त्यसो भन्दा नि द टेम्परेचर अबभ विच द लिक्विफेक्सन अफ ग्यास इज नट पोसिबल भनौँ न सिधै के जस्तो भन्दा नि हुन्छ अब त्यो तपाईँले आफै लेख्न सक्नुहुन्छ जस 31.1 डिग्री सेल्सियसभन्दा माथि चाहिँ लिक्विफेक्सन हुन्न अथवा लिक्विफाई हुन्न कार्बन डाइअक्साइड होइन अब त्योभन्दा तल चाहिँ हुन्छ होइन अब यसमा नि म्याथमेटिकल डेरिभेसनमा नि त्यही गरेछ अब यसमा नि
त्यति कुरा गरेछ कि के भनेछ भनेपछि अब त्यसको करेस्पोन्डिङ भोल्युमलाई चाहिँ हामीले त्यसको करेस्पोन्डिङ भोल्युमलाई भिसी भन्छौँ अथवा क्रिटिकल भोल्युम भन्छौँ र क्रिटिकल प्रेसर भने त्यो भइहाल्यो भने क्रिटिकल टेम्परेचर भने त बुझिहाल्नु भयो हैन। अब यसमा चाहिँ के गर्छौँ भनेर म म्याथमेटिकल डेरिभेसन देखाइदिन्छु। म्याथमेटिकल डेरिभेसनमा चाहिँ अर्को के थियो भनेपछि यो जुन तपाईँको क्रिटिकल टेम्परेचर छ नि त्यसले चाहिँ पोइन्ट अफ इन्फ्लेक्सनलाई पनि सेटिस्फाई गर्छ भनेर थाहा पाउनुपर्छ। सो यसमा चाहिँ पोइन्ट अफ इन्फ्लेक्सन हाम्रो चाहिँ प्रेसर र भोल्युमको टर्ममा मात्रै हेरिरहेछौँ हैन। प्रेसर र भोल्युमको टर्ममा प्रेसर चेन्जले भोल्युममा कतिको चेन्ज ल्याउँछ त्यही हेरिरहेछौँ नि त। सो त्यसैले डी स्क्वायर पी बाई डिभी स्क्वायर इक्वल्स टु 0 पनि हुनु पऱ्यो र डिपी बाई डिभी पनि 0 हुनु पऱ्यो पोइन्ट अफ इन्फ्लेक्सन सेटिस्फाई गर्नुको लागि। त्यस्तो पनि हुन्छ भनेपछि अब हामीलाई के गर्नु पऱ्यो, फर्स्टमा चाहिँ हाम्रो इक्वेसन लेख्नु पऱ्यो बी स्क्वायर बी माइनस बी इक्वल्स टु आरटी हैन। अब प्रेसरको टर्ममा निकाल्नु पऱ्यो किनभने प्रेसरलाई डेरिभेसन गर्नुपर्ने छ भोल्युमले हैन। अनि भनेपछि आरटी बाई बी माइनस बी माइनस ए बाई बी स्क्वायर। यो त तपाईँले भन्नुपर्छ जस्तो लाग्दैन। अब डिपी बाई डिक्यू भन्नु नि यो जस्तै अब माइनस हुने भयो आरटी बाई बी माइनस बीको होल स्क्वायर हुने भयो माइनस अब यो माथि 2 जान्छ होला माइनस माइनस प्लस भइहाल्छ। अब त्यसपछि 2a बाई बी क्युब हुने भयो। फेरि अब डी स्क्वायर पी बाई डिबी स्क्वायर पनि गरौँ। त्यसपछि अब माइनस माइनस प्लस भइहाल्छ। तर के हुन्छ अब 2RT हुन्छ हैन 2RT बाई बी माइनस बीको होल क्युब हुन्छ। अनि अब यो प्लस थियो अब माइनस हुने भयो। अब यो क्युब थियो त्यसैले 3 2 जा 6 भयो 6a बाई कति हुने भयो बीको पावर 4 हुने भयो हैन। अब भनेपछि अब यो दुईटै 0 छ यो दुईटै 0 छ भनेपछि यो यसलाई पनि 0 बनाऊँ यसलाई पनि 0 बनाऊँ। दुईटै 0 भयो भने अब हेर्नुहोस् है। अब त्यसो भए मैले यसलाई के लेख्न पाएँ यसलाई 2a बाई बी क्युब इक्वल्स टु आरटी बाई कति बी माइनस बीको होल स्क्वायर लेख्न पाएँ। यसलाई गर्दाखेरि चाहिँ कति हुने भयो 6a बाई बीको पावर 4 इक्वल्स टु 2RT बाई बी माइनस बीको होल क्युब नि हो होल क्युब भन्न पाएँ। अब त्यसपछि मैले के गर्न पाएँ यसलाई चाहिँ यसले डिभाइड गरिदिने कि यसलाई चाहिँ यसले डिभाइड गर्यो भने हेर्नुहोस् त अब 2a बाई अब सिधै 2a बाई बी क्युब थियो डिभाइड बाई अब 6a लेख्नुभन्दा मल्टिप्लाई 6a बाई बीको पावर 4 माथि गइहाल्छ नि त इक्वल्स टु कति भयो आरटी बाई बी माइनस बीको होल स्क्वायर अब मल्टिप्लाई अब यो माथि जाने भयो बी माइनस बीको पावर 3 बाई अब कति हुने भयो 2RT हुन्छ हैन। त्यस्तो भयो अब यो कट्यो हैन। त्यसपछि यो कट्यो सरी यो पुरै कट्यो अब यो बी यसरी कटाउँदाखेरि लास्टमा कति बच्यो त हाम्रो यो टिसी हो है यो टिसी। अब जुन यो टिसी पनि यो कट्यो नि त यो टी पनि कटिहाल्यो आर पनि कटिहाल्यो भनेपछि अब हाम्रो बच्यो कति हाम्रो यस्तो गर्दाखेरि चाहिँ लास्टमा कति बच्छ भनेपछि बीसी इक्वल्स टु 3b अगाडि पनि हामीले गरेको यही आउँछ है। त्यसो भए जुन बीसी इक्वल्स टु 3b छ नि यसलाई चाहिँ कुनै अर्को एउटा ठाउँमा राखिदिने कि जुन ठाउँमा राख्दा नि हुन्छ। तपाईँले यो यही ठाउँमा कुन ठाउँमा भनौँ ल जुन ठाउँमा पनि हुन्छ कि योमै राखिदिनु भयो भने नि हुन्छ। यो राखिदिनु भयो भने टिसी आउँछ नि त। अब यसरी टिसी निकाल्दाखेरि चाहिँ टिसी चाहिँ कति आइरहेछ भनेपछि टिसी इक्वल्स टु 8a बाई आरबी आउँछ। त्यसरी नै हेर्नु न अब यो 8a बाई आरबी आइरहेछ नि त यो टिसी यो अब जस्तै यो भयो हैन। यही इक्वेसन अब यो भिसी र टिसीलाई दुइटैलाई राखिदियो भने यो इक्वेसन योमा राखिदियो भने चाहिँ अब फेरि अब के भयो भिसी पनि आयो टिसी पनि आइरहेछ। अब पिसी आयो त्यसरी पिसी पनि यसरी निकालेछ है। तपाईँले धेरै टाइम खर्च हुन्छ भनेर मैले गरिनँ। त्यसपछि अब यो तिनटैमा रिलेसन के छ त अब हामीलाई पहिला पनि थाहा थियो टिआई भनेपछि 2a बाई आरबी छ हैन। अब बोइल्स टेम्परेचर भने चाहिँ a बाई आरबी छ हैन। अनि अर्को चाहिँ हाम्रो यो जुन यो क्रिटिकल टेम्परेचर छ त्यो भने चाहिँ कति छ 8a बाई 27 आरबी भनेपछि यो तिनटै बिचमा रिलेसन त तपाईँले देखाउन सकिहाल्नुहुन्छ नि यो किनभने यो टिआई भनेपछि यसको डबल हुने रहेछ यसरी देखाउन सक्नुहुन्छ। यो चाहिँ यसरी देखाएको छ तपाईँले चाहिँ खासै भन्नुपर्छ जस्तो लाग्दैन। रिजेनरेटिभ कुलिङको चाहिँ म कन्सेप्ट बुझाइदिन्छु है। यो चाहिँ जुल थम्सन एक्सपान्सनमा चाहिँ यो बेस्ड छ हैन। जुल थम्सन एक्सपान्सनको यो फर्मुला त तपाईँले थाहा भइसक्यो डिटी मैले यो अघि पनि देखाइसकेँ। P1 माइनस P2 चाहिँ तल राखेर गरिदिएको थिएँ अब ठिक छ जसरी गर्दा नि हुन्छ हैन। अनि यसमा चाहिँ के भन्छ भन्नुहुन्छ भनेपछि जस्तै तपाईँकोमा चाहिँ कम्प्रेसरमा चाहिँ एउटा यो उ राखेको छ अरे कि ग्यास राखेको छ अरे कि कम्प्रेसरमा ग्यास राख्यो भनेपछि त्यसपछि यसले के गर्छ ग्यास छ भनेपछि यसले चाहिँ कम्प्रेस गरिदिन्छ हैन। यो कम्प्रेस भएको चाहिँ हिटहरू चाहिँ हुन्छ नि यो वाटर कुलेन्टले एब्जर्ब गरिदिन्छ कि वाटर कुलेन्टले एब्जर्ब गरिदिन्छ। यो वाटर कुलेन्टले एब्जर्ब गरिसकेपछि के हुन्छ यो फेरि यसमा आउँछ। अब यसमा आइसकेपछि अब के हुन्छ यो एक्सपान्ड हुन पायो नि त हैन। एक्सपान्ड हुन पायो अब यो थ्रटलले गर्दा के हुन्छ भनेपछि झन् एक्सपान्ड एडियाबेटिकली एक्सपान्ड हुन्छ हैन। यो पुरै यसमा चाहिँ एक्सपान्ड भइरहेछ हैन। अब यो एक्सपान्ड भएको चाहिँ हिट हुन्छ नि अब यो एक्सटर्नल रूपमा
एक्सटर्नल रूपमा यो अर्को कुनै फेरि ग्यास दियो भने त्यसको हिटसँग के गरिदिन्छ, यो त यो एक्सपान्ड भएर कुल भइरहेछ हैन। फेरि त्यो एब्जर्ब फेरि जुन हाम्रो जुन इन्टर गरेको फेरि अर्को ग्यास हुन्छ नि, फेरि त्यसलाई चाहिँ के गरिदिन्छ यसले, फेरि त्यसबाट हिट लगिदिन्छ के, फेरि यसलाई अलिकति कुल बनाइदिन्छ, फेरि त्यो फेरि के जान्छ कम्प्रेसरमा जान्छ, फेरि त्यो कम्प्रेसरले चाहिँ कम्प्रेस गरिदिन्छ, त्यो हिट चाहिँ फेरि कुलेन्टले एब्जर्ब गरिदिन्छ, फेरि रिजेनरेटिभमा चाहिँ यो अलिकति त्यो एक्सपान्ड भएर चाहिँ यो के हुन्छ कुल भइरहन्छ। फेरि कुल भयो भने फेरि नै त्यो कुल भएकोले चाहिँ अब जुन इन्कमिङ जुन ग्यास हुन्छ त्यसलाई चाहिँ झन् त्यसबाट हिट लगिदिन्छ, झन् त्यो इन्कमिङ ग्यासलाई चाहिँ कुल बनाइदिन्छ। अब फेरि त्यो कुल भएको फेरि कम्प्रेसरमा जान्छ, त्यस्तै गर्दै गर्दै लास्टमा चाहिँ यो फ्लास्कमा चाहिँ यो सबै ग्यासहरू चाहिँ ग्यास लिक्विड भएपछि जम्मा हुने हो कि, यस्तै छ है। यसमा चाहिँ थ्योरी यस्तो छ, अब तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यही हो मेन कन्सेप्ट, यो प्रिन्सिपलमा बेस छ भनेर यो फर्मुला लेखिदिएको। अब के हो भनेर तपाईँले थाहा पाइहाल्नुभयो। यसमा चाहिँ यो जुन यो डायग्राम देखाएको छ यसमा चाहिँ ब्लक डायग्राम होइन, यसमा चाहिँ के भन्छ भन्नुहुन्छ नि, अब फर्स्टमा चाहिँ के हुन्छ भनेपछि ए छ होइन, एबाट गइरहेछ। अब फर्स्टमा चाहिँ कम्प्रेस हुन्छ होइन, कम्प्रेस भएपछि के हुन्छ अलिकति हिट कम्प्रेस्ड भए हुन्छ होइन। अब ल यसमा एमा हिट छ होइन, त्यसपछि चाहिँ यो के हुन्छ भनेपछि यो कुलेन्टले हिट लगिदिन्छ नि त, यो हिट लगिदिन्छ कुलेन्टले होइन। हिट लाग्दाखेरि चाहिँ यो बीमा आयो, अलिकति ड्रप भइरहेछ टेम्परेचर होइन। तर पछि चाहिँ जुन हुन्छ नि त्यो यसमा हाम्रो यो थ्रटलिङ इफेक्टले गर्दा अथवा यो रिजेनरेटिभ ट्युबमा जाँदाखेरि चाहिँ यो टेम्परेचर ग्रेजुअली घट्नु छोडेर सिधा घट्छ कि होइन, सिधा घटिदिन्छ होइन, सीमा हुन्छ। लास्टेड साफली घटिरहेछ नि त यो त होइन, बीदेखि सीमा त साफली घटिरहेछ। फेरि के हुन्छ भनेपछि सीमा गएपछि फेरि यो टेम्परेचर बढिदिन्छ। किन बढ्छ भनेपछि अर्कोबाट टेम्परेचर पाउँछ प्लस कम्प्रेसन हुन्छ नि त, मेन त कम्प्रेसन भएर फेरि एमा आइदिन्छ भनेपछि यस्तै रिजेनरेसन भइरहेको छ कि। यसको आन्सर नै यस्तै छ कि हामीले कुल सब्सटेन्स युज गर्नुपर्छ है। अब हिट सब्सटेन्स युज गऱ्यो भने तपाईँले यो फर्मुलाले नै भनिदिन्छ, धेरै हिटवाला सब्सटेन्स युज गर्नुभयो भने कुलिङ इफेक्ट हुनु छोडेर उल्टो हिटिङ इफेक्ट देखाइदिन्छ क्या। त्यसले यो टेम्परेचर कुल सब्सटेन्स युज गऱ्यौँ भने हामीले कुलिङ इफेक्ट देखाउँछ र यसलाई चाहिँ रिजेनरेट गरिराख्ने फेरि गरिराख्ने होइन, गऱ्यौँ भने अन्तिमसम्म जति बेलासम्म यो कुल भएर यो लिक्विड फर्ममा नै आउँछ होइन। सो त्यति बेलासम्म गरिराख्नु पऱ्यो। सो यही नै भने चाहिँ यो रिजेनरेटिभ भनेपछि गरिराख्ने, रिजेनरेट भइराख्ने भन्ने हो है। अब यो कुल चाहिँ युज गर्नुपर्छ, कुलिङ सब्सटेन्स युज गर्नु पऱ्यो होइन। पहिले तातो सब्सटेन्स युज गऱ्यो भने त्यसमा हिटिङ इफेक्ट नभएर उल्टो झन् के इफेक्ट देखिन्छ त, कुलिङ इफेक्ट नभएर हिटिङ इफेक्ट देखिन सक्छ भनेर भन्छ। सिएले चाहिँ हाम्रो के भनेछ राइजिङ टेम्परेचर हुन्छ, के कारणले भनेपछि यो कम्प्रेस भएर है। यसमा लेखेको छैन तर यसरी है भनेपछि अब यो अक्सिजन र क्यास्केड प्रोसेस भनेको छ लिक्विफेक्सन अफ ग्यासेस। जस्तै हामीलाई चाहिँ यो कति इम्पोर्टेन्ट छ तपाईँलाई थाहा छ मेडिकल इन्डस्ट्रीमा, यो अक्सिजन चाहिँ हामीले कुल गरेर चाहिँ लिक्विडको रूपमा कम्प्रेस्ड गरेर राख्न सक्छौँ। यो कुराहरू चाहिँ फर्स्टमा चाहिँ के थियो भनेपछि फाराडेले चाहिँ हाम्रो यो क्लोरिन कार्बन डाइअक्साइडहरू चाहिँ लिक्विफाई गर्न सके, तर चाहिँ अक्सिजन यिनीहरू छन् नाइट्रोजन हाइड्रोजन हिलियमहरू, यिनीहरूलाई चाहिँ के गर्न सकेन, उनीहरूले लिक्विफाई गर्न सकेनन् कि। त्यसैले चाहिँ नर्मल प्रेसर दिएर जति प्रेसर दिए पनि लिक्विफाई नै हुन्न होइन, किन होला भनेर सोचे होइन। त्यसैले चाहिँ पर्मानेन्ट ग्यास पनि त्यसैले भनेको। अब तर उसले जुल थम्सनले चाहिँ एउटा कुरा भनिदिएको थिए, लिक्विफाई हुनुको लागि हाम्रो के हुनुपर्छ, यो जुन क्रिटिकल टेम्परेचर हुनुपर्छ त्योभन्दा बिलो टेम्परेचरमा गऱ्यौँ भने हामीले हुन्छ, नभए हुन्न भनेर हाम्रो त्यो कार्बन डाइअक्साइडमा देखाइदिनु भएको थियो नि त 1862 मा। अब उनले चाहिँ त्यसै पिक्टेट भन्ने है एकदमै इम्पोर्टेन्ट नाम, पिक्टेट भन्ने उनले चाहिँ फर्स्टमा चाहिँ अक्सिजनको लिक्विफेक्सन गरेर देखाइदिए होइन, लिक्विफेक्सन गरेर देखाइदिए उनले चाहिँ क्रिटिकल टेम्परेचरभन्दा बिलो राखेर गऱ्यो भने हामीले हुने रहेछ भनेर देखाइदिए। अब यो त्यसपछि चाहिँ लिन्डे यिनीहरूले चाहिँ अब कमर्सियल रूपमा लगे है। अब त्यसपछि उनको पनि योगदान छ होइन, तर पिक्टेटले चाहिँ सक्सेसफुल्ली देखाइदिएका हुन् उनले है। अब त्यसपछि यसमा चाहिँ यो जुन जुल थम्सन इफेक्ट र रिजेनरेटिभ कुलिङ दुइटै इफेक्ट हो। फर्स्टमा चाहिँ के हुन्छ भनेपछि यो दुईवटा तिनवटा भयो होइन प्रेसर अब दिनको लागि, यो जुन के भयो यिनीहरू हाम्रो कम्प्रेसन च्याम्बरहरू भयो होइन। त्यसपछि फर्स्टमा के हुन्छ भनेपछि यसमा चाहिँ मिथाइल क्लोराइड हुन्छ नि, मिथाइल क्लोराइड राख्छ होइन, त्यसपछि कम्प्रेस गर्छ। त्यसपछि के हुन्छ यसबाट यो चाहिँ यो वाटर दिइरहेछ यो कुल गर्नको लागि मात्रै। त्यसपछि फर्स्टमा के हुन्छ कम्प्रेस गर्छ, यो त तात्तिन्छ होइन, यो ग्यास तात्तिरहन्छ। त्यसपछि तात्तिएको ग्यासलाई के गर्छ भने यिनीहरूले हिट लगिदिन्छ कि यो होइन। अब त्यसपछि V1बाट जान्छ होइन, V1बाट गयो भने के हुन्छ भनेपछि यसको V1बाट एक्सपान्ड भएर आउँछ नि त। अब हेर्नुहोस् त यताबाट कुल गर्यो, अब त्यसपछि योबाट त झ्याप्पै एक्सपान्ड भयो नि त यो, किनभने प्रेसर दिइरहेछ यो कम्प्रेस भएको छ। V1 तिर गयो भने पुरै यो एक्सपान्ड हुन्छ, एक्सपान्ड भयो भने त टेम्परेचर घट्छ।
यो चाहिँ यो P1 पिस्टनले गर्दा के अरे भयो, यसको सक्सनमा जोडेको हुन्छ नि त यो त, यो यसको बीको त आउटर पार्ट होइन, आउटर बडी भनौँ होइन। हेर्नु न यसमा लेखेको हुन्छ यो V1 इन्टु द आउटर ज्याकेट अफ B विच इज कनेक्टेड टु द सक्सन अफ P1 एज अ रिजल्ट अफ रिड्युस प्रेसर। यसको प्रेसर रिड्युस भएर चाहिँ यसको टेम्परेचर घट्छ होइन। जति बेलासम्म घट्दैन त्यति बेलासम्म गरिराख्छ कि यो घट्छ। अब -90°C आइदिन्छ कि होइन। यसको अब यसको जुन यो क्रिटिकल टेम्परेचर 143°C छ भनेपछि योभन्दा त कम आइहाल्यो भनेपछि -90 फेरि अब यो चाहिँ -90 यसले के गर्छ, अब यसले फेरि अब कम्प्रेस गर्छ। यसमा चाहिँ इथाइलिन राखेको हुन्छ है, इथाइलिन। अब त्यसपछि चाहिँ के हुन्छ यसले, त्यसपछि चाहिँ यसले प्रेसर दिन्छ। त्यसपछि यो हिट भएको एब्जर्ब यो उनीहरूले गरिदिन्छ होइन, केले गरिदिन्छ, लिक्विड क्लोराइडले गरिदिन्छ, के अरे मिथाइल क्लोराइडले गरिदिन्छ। त्यसपछि यो यसबाट पनि फेरि कम्प्रेस भएको यसमा आउँछ। त्यसपछि यो चाहिँ के हुन्छ, भ्यापर के अरे लो प्रेसरमा हुन्छ नि त योमा। अब कम्प्रेस गर्यो, यसबाट चाहिँ यताबाट आउँदाखेरि चाहिँ अब लो प्रेसर हुन्छ। त्यसैले चाहिँ यसको प्रेसर लो भएको कारणले चाहिँ यसको टेम्परेचर झ्याप्प ड्रप हुन्छ, 160 ड्रप भइदिन्छ कि। यसको चाहिँ क्रिटिकल टेम्परेचर 10°C थियो होइन। अब 160 भनेपछि त लास्टै कम हो नि त, भनेपछि यो पनि अब यसको टेम्परेचर पनि यता आउँछ होइन। अब यो P3मा नि अब P3को हेर्नु न -160 आइसक्यो। अब तर अक्सिजनको यो जुन के अरे यो के टेम्परेचर भन्छ अरे, क्रिटिकल टेम्परेचर कति छ हाम्रो, क्रिटिकल टेम्परेचर अक्सिजनको 118 होइन, -118°C। अब 160 -160 नै आइसक्यो भनेपछि यो चाहिँ अब कम्प्रेस गर्दाखेरि मजाले जान्छ, V3मा जान्छ। यसलाई चाहिँ दिवर फ्लक्स भन्छन्। लिक्विड अक्सिजन चाहिँ यसरी चाहिँ हाम्रो चाहिँ जम्मा गरिन्छ। यति छ है, खासै अरू छ जस्तो लाग्दैन है मैले भनेको। हेर्न सक्नुहुन्छ यो। सो यो न्युमेरिकल्सहरू जुन वर्कड आउट एक्जाम्पल्समा छ होइन। सो यसमा चाहिँ धेरै कन्सेप्ट नै छैन कि, 2-3वटा थाहा पायो भने भइहाल्यो, 2टा कुराहरू मात्र होइन मेनली। यसमा चाहिँ हाइड्रोजन छ, टिआई। अब हामीलाई के निकाल भनेको छ, टेम्परेचर अफ इन्भर्जन निकाल भनेको छ। हामीलाई 2A/RP भन्ने फर्मुला थाहा पाउनु पऱ्यो। ए दिएकै छ, बी दिएकै छ, अनि आर भने चाहिँ हामीलाई दिएकै छ। अब यसमा चाहिँ कन्भर्ट गरेको मात्रै हो है। अब यो जस्तै लिटर स्क्वायर छ, एटम होइन, एटिएम हुनुपर्ने, एटिएम है यो, एटिएम भनेको छ। भनेपछि यसलाई चाहिँ अब 8 लिटर स्क्वायर भएको कारणले अब 1000 × 1000 गरे यो चाहिँ मल्टिप्लाई 1 एटिएममा चाहिँ 10⁻⁷ हुन्छ होला होइन। त्यसरी चाहिँ गरेको। यसमा हेर्न सक्नुहुन्छ अब यो टेम्परेचर अफ इन्भर्जन, अब यो टिसी, अब टिभी यस्तै फर्मुला थाहा भयो भने सकियो क्या, यो सबै त्यस्तै छ कि। अनि त्यसपछि सबै त होइन, अब यो एउटा डिटीवाला हुन्छ, डिटीवाला थियो नि, डिटी कस्तो, अब P1 - P2/Cp होइन, RT/B, RT/ के थियो हाम्रो फर्मुला, सरी त्यो 2A/RT - B हो क्या। यसमा चाहिँ 2A/RT - B यो फर्मुला र त्यो यो टिआइटिसी र टिबी थाहा भयो भने सकियो कि। यो च्याप्टर नै यो न्युमेरिकल त त्यति मात्र छ कि। त्यो जस्तै अब यसमा नि हेर्नु न, अब के भनेको छ, फल इन टेम्परेचर भनेपछि डिटी निकाल भनेर भनेको छ। इनिसियल टेम्परेचर दिएकै छ होइन। अब हामीलाई चाहिएको एबी, अब यसमा एबी दिए छैन, तर अब यो अक्सिजन कुन ग्यास रहेछ, ग्यास अक्सिजन रहेछ। अब अक्सिजनको लागि एबी यस्तो हुन्छ भनेर थाहा पाउनुपर्छ कि दिन्छ होला जस्तो लाग्छ है मलाई चाहिँ। एबी थाहा भइहाल्यो, आर पनि यसले आफै निकालिरहेछ क्या। सिपी पनि दिएछ भने चाहिँ P1 र P2 को डिफ्रेन्स कति छ, रिड्युस प्रेसरको डिफ्रेन्स कति छ, 50 एटिएम भनेर दिइदिएकै छ, राखिदिनु मात्र होइन। अब त्यसपछि यसमा हेर्न सक्नुहुन्छ जुल थम्सन एक्सपान्सन हुन्छ भनेको छ। त्यही अब के भनेको छ, चेन्ज इन टेम्परेचर। यो हामीलाई यो फर्मुला थाहा भयो भइहाल्यो क्या। एबी दिएकै छ होइन। त्यसपछि टेम्परेचर -173 भनेपछि अब यसमा चाहिँ डिटी के आयो, -17.90 भनेपछि नेगेटिभ आइदियो भनेपछि अब यसमा हिटिङ इफेक्ट देखिन्छ होइन। भनेपछि राइज हुन्छ यो टेम्परेचर भनेर थाहा पाउनु पऱ्यो, त्यति मात्रै छ होइन। त्यसपछि चाहिँ हाइड्रोजन छ। अब त्यसमा चाहिँ एउटा कुरा फरक छ है, यसमा चाहिँ डिग्री अफ फ्रिडमको कुरा, यसमा माथि पनि है डिग्री अफ फ्रिडमको कुरा आएर छ। किनभने सिपी तपाईँले थाहा छ भने यो डिग्री अफ फ्रिडमको कन्सेप्टहरू होइन, सिपी त दिएको छैन होइन। त्यसैले चाहिँ सिपी भने चाहिँ यो कुन कसको लागि, यो हिलियमको लागि हो कि जस्तो लाग्छ, कता छ हिलियमको लागि होइन। त्यसैले 5/2R, अब डाइभ्यालेन्ट भएको भए त्यहाँ 7/2R हुन सक्थ्यो होइन। त्यस्तो कन्डिसन छ होला, अर्को पनि कतै छ होला भन्ने। अब यसमा हेर्नु हाइड्रोजनको कन्सेप्टमा, अब यस्तै गर्दाखेरि ABRKT सबै दिएछ। अब त्यसपछि चाहिँ हामीलाई चाहिँ के निकाल्नु पर्ने छ, टेम्परेचर अफ इन्भर्जन, अब यो फल इन टेम्परेचर डिटी निकाल भनेको छ होइन। अब त्यसपछि डिटी फर्मुला हामीलाई थाहा छ, यो टिआई भने आरबी भने यो त थाहा भइहाल्यो, यही कन्सेप्ट हो क्या होइन। सिपी अब यसमा आर इन्टु टी, अब यसमा के समस्या छ जस्तो लाग्दैन मलाई है। यो प्रेसर भइहाल्यो होइन। त्यसपछि 2A/RB,
आरटी टीको टर्ममा राखेको छ। अब त्यसपछि यसरी निकालेको हो के। तपाईँलाई केही समस्या भयो भने भन्नु होला है, किनभने म कमेन्टमा रिप्लाई गरिदिन्छु। अब यसमा नि त्यही भनेको छ। अब यो सबै दिएको हुन्छ। अब त्यसपछि चाहिँ सिपी कसरी निकाल्ने भन्ने यो सबै कन्सेप्ट यस्तो अलिकति थाहा पाउनु भयो भने बुझिहाल्नुहुन्छ कि यो त्यो डिटी निकाल्ने। अब यो रिलेसन हो क्या, यो तपाईँलाई थाहा छ। यो टिसी टिभी र टिआईको रिलेसन तपाईँलाई थाहा होला, अगाडि पनि मैले भनिदिइसकेँ। त्यही कन्सेप्ट लगायो भने सकियो क्या। अब यसमा चाहिँ क्वेसनहरू यस्तो यस्तो छ, यदि हेर्न चाहनुहुन्छ भने। सो यसमा चाहिँ मेरो एउटा आँखा पऱ्यो होइन, सोलिडिफिकेसन अफ कता छ ठ्याक्कै मैले अघि आँखा परिरहेको थिएँ। सोलिडिफिकेसन अफ हिलियम किन अलिक गाह्रो हुन्छ भनेर भनेछ। त्यसमा तपाईँलाई थाहा छ, यो जुन हाम्रो अर्डिनरी टेम्परेचर र हाम्रो यो जुन क्रिटिकल टेम्परेचर अफ हिलियम हुन्छ त्यसको डिफ्रेन्स तपाईँलाई थाहा छ नि होइन। त्यसको कारणले है क्रिटिकल टेम्परेचर अति कम हुन्छ नि त, जुन हाम्रो अर्डिनरी टेम्परेचर हामीले दिँदाखेरि अलिक मुस्किल परेर आउँछ, त्यसैले चाहिँ है। यति नै हो। अब त्यसपछि हामीले चाहिँ ट्रान्सपोर्ट फेनोमेना पढ्नेछौँ। थ्याङ्क यू।